आइएफआरएस 15 रेभिन्यू फ्रम कन्ट्र्याक्ट विथ कस्टमर। अब यो एकाउन्टिङ स्ट्यान्डर्ड चाहिँ हाम्रो लागि एकदमै इम्पोर्टेन्ट एकाउन्टिङ स्ट्यान्डर्ड भयो। किन भन्दाखेरि यहाँबाट हामीलाई इक्जाममा क्वेसन आउने सम्भावना पनि धेरै भयो। अनि कन्सेप्ट पनि राम्रै छ, हामीले एफएमा पढेको भन्दा अलिकति धेरै नै कन्सेप्टहरू हामीले यसमा डिस्कस गरेका छौँ। त्यही भएर सरलाई गो थ्रु गऱ्यौँ। यो रेभिन्यू फ्रम कन्ट्र्याक्ट विथ कस्टमर पढ्ने बेलामा हामीले के भन्यौँ त भन्दाखेरि यो स्ट्यान्डर्डले डिस्कस गर्ने भने त रेभिन्यूलाई कसरी रेकर्ड गर्ने त्यसकै बारेमा छलफल गर्ने हो। रेभिन्यूलाई हामीले कसरी रेकर्ड गर्ने। अब रेभिन्यू रेकर्ड गर्नको लागि यसले के भन्छ, यसले चाहिँ हामीलाई 5 स्टेप मोडल दिएको छ। सो 5 स्टेप मोडलमा हामीले के भन्यौँ सर, 5 स्टेप मोडलमा चाहिँ कन्ट्र्याक्ट कस्टमरसँगको कन्ट्र्याक्ट आइडेन्टिफाई गर्नु पर्यो, अनि पर्फर्मेन्स अब्लिगेसन आइडेन्टिफाई गर्नु पर्यो, ट्रान्जेक्सन प्राइस आइडेन्टिफाई गर्नु पर्यो र त्यसलाई एलोकेट गर्नु पर्यो ट्रान्जेक्सन प्राइसलाई, र रेभिन्यू रिकग्नाइज गर्नु पर्यो। यही 5 स्टेप मोडल नै हामीले छलफल गरे हो। सो यो 5 स्टेप मोडलमा हामीले के भन्यौँ सर, सबैभन्दा सुरुमा कस्टमरसँग कन्ट्र्याक्ट छ कि छैन त्यो आइडेन्टिफाई गर्नु। यो चाहिँ हाम्रो थ्योरिटिकल स्टेप थियो। किनभने तपाईँ कुनै सामान बेच्दै हुनुहुन्छ भने अब त्यो कन्ट्र्याक्ट क्यान बी ओरल हुन पनि सक्छ, रिटर्न हुन पनि सक्छ। थ्योरिटिकल पार्ट हो। क्वेसनले कि त हामीलाई भनिदिनु पर्यो सर कस्टमरसँग चाहिँ कन्ट्र्याक्ट छैन है भन्ने खालको केही इन्डिकेसन दिनु पर्यो। नत्र भने हामी के बुझ्छौँ भने यदि एज अ सेलर मैले कुनै काम गरिरहेको छु, यो आइएफआरएस 15सँग रिलेटेड कुनै क्वेसन गरिरहेको छु भने कस्टमरसँग कन्ट्र्याक्ट चाहिँ छ नै होला भन्ने बुझ्छु। त्यही पनि यसले के भन्छ त भन्ने बारेमा छलफल गरौँ है त, थ्योरिटिकल पोइन्ट। सो हाम्रो स्ट्यान्डर्डले के भन्छ भने सर रेभिन्यू रेकग्नाइज गर्ने हो भने 5 स्टेप फलो गर्ने। पहिलो स्टेपमा आइडेन्टिफाई द कन्ट्र्याक्ट विथ कस्टमर। अब कस्टमरसँग कन्ट्र्याक्ट छ कि छैन भन्नको लागि के भने हो, दुवैजना चाहिँ पार्टीहरूले एप्रुभ गरे हुनु पर्यो। मैले गएर कुनै सामान मागे, अगाडिको मान्छेले म त दिन्न भन्यो, अब यस्तो केसेसमा त कन्ट्र्याक्टै भएन। अब एकअर्काको राइट उनीहरूलाई थाहा छ, पेमेन्ट टर्म्सहरू क्लियर छ। मैले ल सामान लिएर जानु भने कति हो त पैसा भन्ने बेलामा तपाईँलाई जति दिनु मन लाग्छ त्यति दिनु भन्यो भने यो कन्ट्र्याक्ट भ्यालिड भयो भन्ने मानिँदैन के। अनि कमर्सियल सब्सट्यान्स छ, अनि यसले गर्दा इकोनोमिक इम्प्याक्ट पर्छ अर्गनाइजेसनमा। अर्को भनेको चाहिँ हामीले त्यो पैसालाई उठाउन सक्ने प्रोभाबिलिटी पनि छ भने यस्तो केसेसमा हामी के भन्छौँ, कस्टमरसँग कन्ट्र्याक्ट छ भनेर भन्छौँ। अब कस्टमरसँग कन्ट्र्याक्ट छ भन्ने केसमा चाहिँ इट क्यान बी ओरल पनि रिटर्न पनि है, लेखेकै हुनुपर्छ भन्ने छैन। अब यो त एकदम थ्योरिटिकल पार्ट भयो। हामीले के भन्यौँ 5 स्टेपमा पहिलो चाहिँ कन्ट्र्याक्ट आइडेन्टिफाई गर्ने, सेकेन्डमा हामीले के भन्यौँ पर्फर्मेन्स अब्लिगेसन आइडेन्टिफाई गर्ने। अब पर्फर्मेन्स अब्लिगेसन आइडेन्टिफाई गर्ने भन्ने कुरामा हामीले के भनेको थियौँ, पर्फर्मेन्स अब्लिगेसन भनेको चाहिँ तपाईँले एज अ सेलर केही कुरा काम गर्नको लागि कन्ट्र्याक्ट गर्नुभएको छ, केही सामान बेच्नको लागि सर्भिस बेच्नको लागि कन्ट्र्याक्ट गर्नुभएको छ भने त्यहाँ तपाईँले गर्नुपर्ने कामहरू के छ त्यसलाई चाहिँ हामीले के भनेको थियौँ, पर्फर्मेन्स अब्लिगेसन भनेर भनेको थियौँ। जस्तै फर इक्जाम्पल म एउटा कम्प्युटर पसलमा गएँ, कम्प्युटर पसलमा गएर मैले के भनेँ भन्दाखेरि, अथवा कम्प्युटर पसलमा आएर एउटा बायरले चाहिँ के भन्यो, मलाई हार्ड डिस्क पनि दिनु, मोनिटर पनि दिनु, किबोर्ड पनि दिनु भन्यो भने यहाँ मैले कतिवटा काम गर्नु परेछ भन्ने केसमा हामीले के भन्यौँ, 3टा काम छ सर, एउटा हार्ड डिस्क पनि दिनु पर्यो, अर्को मोनिटर पनि दिनु पर्यो र किबोर्ड पनि दिनु पर्यो भन्ने कुरा गर्यौँ। अब कम्प्युटर पसलमा गएर मैले एउटा कम्प्युटर ल्याउनु भनेर भन्यो भने यो कम्प्युटरभित्र त यो कम्प्युटरभित्र त मोनिटर पनि छ, ऱ्याम पनि पर्यो, हार्ड डिस्क पनि पर्यो, किबोर्ड पनि पर्यो भनेपछि यसमा चाहिँ हामीले कतिवटा पर्फर्मेन्स अब्लिगेसन भन्यौँ, एउटा पर्फर्मेन्स अब्लिगेसन भनेर भन्यौँ। अब यो पर्फर्मेन्स अब्लिगेसनलाई छुट्याउने अथवा पर्फर्मेन्स अब्लिगेसनलाई आइडेन्टिफाई गर्ने तरिका के थियो त भन्दाखेरि रेभिन्यू रिकग्नाइज गर्नलाई काम कतिवटा छ भनेर आइडेन्टिफाई गर्नुपर्छ अरे। अब काम कतिवटा छ भनेर भन्नको लागि चाहिँ तपाईँले के गर्ने त भन्दाखेरि डिस्टिङ्क्ट गुड्स एन्ड सर्भिसलाई एउटा सेपरेट काम मान्ने। हरेक डिस्टिङ्क्ट गुड एन्ड सर्भिसलाई तपाईँले के गर्नु पर्यो, एउटा सेपरेट काम मान्नु पर्यो। के हो त सर यो डिस्टिङ्क्ट गुड एन्ड सर्भिस भन्ने केसमा हामीले के भनेको थियो, डिस्टिङ्क्ट गुड एन्ड सर्भिस भनेको के हो त भन्दा तपाईँले त्यो सामानलाई त्यसको बेनिफिट यत्तिकै लिन सक्ने हुनु पर्यो, आफैमा त्यो सामानमै हामीले के गर्यो बेनिफिट लिन सक्ने हुनु पर्यो, अथवा मसँग भएको कुनै अर्को एसेटसँग मिसाएर त्यसको बेनिफिट लिन सक्छु भने त्यसलाई मैले डिस्टिङ्क्ट गुड एन्ड सर्भिस भनेर भन्छु। त्यसको इक्जाम्पल बुझौँ है, त्यसको इक्जाम्पल बुझौँ। त्यसमा हामीले के भन्यौँ, जस्तै फर इक्जाम्पल म गएँ एउटा कम्प्युटर पसलमा गएर मैले के भने, दाइ कम्प्युटर ल्याउनु त भनेर भने के कम्प्युटर एउटा सेपरेट पर्फर्मेन्स अब्लिगेसन हो भन्ने केसमा हामीले के भन्यौँ, सर कम्प्युटर त यसै युज गर्न मिल्छ नि त, स्ट्यान्ड अलोन बेसिस भन्छ। स्ट्यान्ड अलोन बेसिस भनेको आफै यसैमा त्यो आफैमा युज गर्न मिल्छ, त्यो आफैमा हामीले त्यहाँबाट के गर्न मिल्छ, बेनिफिट लिन मिल्छ। सो कम्प्युटर मैले किने भने कम्प्युटर आफै युज गर्न मिल्छ भने त्यस्तो केसमा यो एउटा सेपरेट गुड्स एन्ड सर्भिसमा पर्यो। अथवा मैले गएर के भने
पसलमा गएर दाइ एउटा सफ्टवेयरको सिडी ल्याउनु अथवा सफ्टवेयर ल्याउनु भने एन्टिभाइरसको सफ्टवेयर ल्याउनु भने अब एन्टिभाइरसको सफ्टवेयर मात्रै ल्याएर युज गर्ने केमा त यत्तिकै त युज गर्न मिल्दैन आफै चाहिँ युज गर्न मिलेन मसँग रेडिली एभाइलेबल रिसोर्सेसहरूलाई युज गरेर त्यसलाई मैले बेनिफिट लिन मिल्छ भने त्यो पनि स्ट्यान्ड अलोन सर्भिसमै पर्दो रहेछ भन्छ स्ट्यान्ड अलोन सर्भिस भनेको के हो स्ट्यान्ड अलोन गुड्स एन्ड डिस्टिङ गुड एन्ड सर्भिस भनेको के हो त भन्दाखेरि तपाईँले त्यसलाई छुट्टै कारोबार गर्न सक्ने हुनु पर्यो त्यसको बेनिफिट तपाईँले स्ट्यान्ड अलोन बेसिसमा त्यो आफैमा अथवा अरू कुनै एसेटसँग मिसाएर त्यो बेनिफिट लिन सकिन्छ भने त्यसलाई हामी डिस्टिङ गुड एन्ड सर्भिस भनेर भन्छौँ अब हेरौँ आइएफआरएस 15 मा हामीले के गर्नु पर्यो हामीले पर्फर्मेन्स अब्लिगेसन आइडेन्टिफाई गर्नु पर्यो जतिवटा पर्फर्मेन्स अब्लिगेसन छ त्यसैको आधारमा हामीले के गर्नुपर्छ हाम्रो रेभेन्यूलाई चाहिँ रेकग्नाइज गर्नु पर्यो अब कतिवटा पर्फर्मेन्स अब्लिगेसन छ भन्नलाई चाहिँ के गर्ने डिस्टिङ्क्ट गुड एन्ड सर्भिस हेर्ने के हो डिस्टिङ्क्ट गुड एन्ड सर्भिस भनेको त्यो सेपरेटली सेलेबल हुनु पर्यो आफैमा त्यस बेनिफिट लिन सक्ने हुनु पर्यो अथवा अरू कुनै एसेटसँग मिसाएर त्यसलाई के गर्न सक्ने हुनु पर्यो बेनिफिट लिन सक्ने भयो भने त्यो सेपरेट अथवा डिस्टिङ्क्ट गुड एन्ड सर्भिस भनेर हामीले डिस्कस गरेका थियौँ यसमा हामीले अर्को के पनि भन्यो भने सिग्निफिकेन्टली इन्टिग्रेटेड चाहिँ हुनु हुँदैन है सिग्निफिकेन्टली इन्टिग्रेटेड छ भने चाहिँ यसलाई चाहिँ फेरि हामी एउटै पर्फर्मेन्स एप्लिकेसन मान्छौँ सर इक्जाम्पल जस्तै मैले कसैलाई के भने यहाँ हेर्नु न यो इक्जाम्पलमा मैले हार्ड डिस्क पनि दिएँ मोनिटर पनि बेचेँ किबोर्ड पनि बेचेँ कतिवटा काम भन्दाखेरि 3टा काम हार्ड डिस्क छुट्टै मोनिटर छुट्टै किबोर्ड छुट्टै तर मैले कसैलाई ल्यापटप बेचेँ भने ल्यापटपभित्र नै सबै कुरा पर्यो नि त ल्यापटपभित्र नै हार्ड डिस्क पर्यो ल्यापटपभित्र नै मोनिटर पर्यो ल्यापटपभित्र नै किबोर्ड पर्यो भने त्यस्तो केसमा त्यो चाहिँ एउटा पर्फर्मेन्स अब्लिगेसन हुन्छ अर्को इक्जाम्पल मैले एउटा वासरुम बनाउँदैछु त्यो वासरुम बनाउने बेलामा एकजनालाई चाहिँ प्लम्बिङको काम दिएँ एकजनालाई चाहिँ प्लास्टरको काम दिएँ एकजनालाई चाहिँ मैले त्यसको अब इलेक्ट्रिफिकेसनको काम दिएँ भने त्यहाँ 3टा पर्फर्मेन्स अब्लिगेसन छुट्टै छुट्टै कन्ट्र्याक्ट 3टा पर्फर्मेन्स अब्लिगेसन भन्ने बुझिन्छ तर एकजनालाई गएर मैले के भने ल तपाईँले वासरुम बनाएर दिनु पर्यो है मलाई एज अ होल भन्यो भने त्यस्तो केसमा हुन त 3टा कामै होला तर यो त इन्टिग्रेटेड सर्भिस माग्यो हो नि त्यसमा चाहिँ एउटा पर्फर्मेन्स अब्लिगेसन भन्ने बुझिन्छ भने हामीले डिस्कस गरियो ल सो यो पर्फर्मेन्स अब्लिगेसनमा यस्तै नै हामीले डिस्कस गरेका थियौँ हुन त हरेक प्रोडक्ट स्ट्यान्डर्ड बेसिसमा सेल गर्न मिल्छ तर हामीले हरेक प्रोडक्टलाई सेपरेटली सेल गरेको होइन एज अ होल सिंगल प्रोडक्टको रूपमा सेल गर्दैछौँ भने यसलाई हामी सिंगल पर्फर्मेन्स अब्लिगेसन भनेर भन्छौँ अब 5 स्टेप मोडलमा सेकेन्ड पर्फर्मेन्स अब्लिगेसन पनि हामीले बुझिहाल्यो पर्फर्मेन्स अब्लिगेसन भनेको डिस्टिङ्क्ट गुड एन्ड सर्भिस हुनु पर्यो त्यसपछि हामीले के भन्यौँ सर कन्ट्र्याक्ट छ कि छैन आइडेन्टिफाई गर्ने छ ओके कतिवटा काम छ भनेर आइडेन्टिफाई गर्ने त्यसलाई पर्फर्मेन्स अब्लिगेसन भन्यौँ त्यसपछि हामीले के डिस्कस गरेका थियौँ सर कति पैसामा गर्ने त्यो भनेको कामहरू तपाईँले कति पैसामा गर्नुहुन्छ भनेर भने हो यसलाई चाहिँ भनेको थियो हामीले स्टेप 3 द्याट इज मेजरमेन्ट अफ ट्रान्जेक्सन प्राइस अब ट्रान्जेक्सन प्राइस भन्न खोजे हामीले के डिस्कस गर्यो ट्रान्जेक्सन प्राइस भनेको चाहिँ मैले जतिवटा पनि काम गर्छु भनेर भनेको छु त्यो काम गर्छु भनेको कुरा कति रुपियाँमा गर्छु भनेको छु द्याट इज माई ट्रान्जेक्सन प्राइस जस्तै फर इक्जाम्पल कसैले मलाई कन्ट्र्याक्ट दियो वासरुम बनाउने भने त्यो वासरुम मैले कतिमा बनाउने हो द्याट इज माई ट्रान्जेक्सन प्राइस अब ट्रान्जेक्सन प्राइसको लागि हामीले के भनेको थियौँ ट्रान्जेक्सन प्राइसमा 3टा कम्पोनेन्ट हुन्छ 3टा कम्पोनेन्टमा एउटा फिक्स कन्सिडरेसन अर्को भेरिएबल कन्सिडरेसन र अर्को नन क्यास कन्सिडरेसन यो 3टै कन्सिडरेसनको बारेमा बुझ्नु पर्यो भेरी इम्पोर्टेन्ट होइन त क्यालकुलेसन गर्नलाई यो चाहिन्छ फिक्स कन्सिडरेसन भनेको के भेरिएबल कन्सिडरेसन भनेको के र नन क्यास कन्सिडरेसन भनेको के हो यसको बारेमा छलफल गरौँ है त मैले कुनै काम गर्छु अथवा मैले चाहिँ गुड्स एन्ड सर्भिस दिने बेलामा जतिवटा गुड्स एन्ड सर्भिस दिन्छु भनेको छु त्यसलाई कति पैसामा दिन्छु भनेर भनेको छु द्याट इज माई ट्रान्जेक्सन प्राइस यो ट्रान्जेक्सन प्राइसको 3टा कम्पोनेन्ट हुन्छ एउटा फिक्स अर्को भेरिएबल अनि अर्को नन क्यास फिक्समा हामीले के भन्यौँ यो पैसा त हामीले पाइन्छ यो पैसा त हामीले पाइन्छ कुनै पनि कन्ट्र्याक्टमा हामीले गुड्स एन्ड सर्भिस हामीले दिनुपर्ने गुड्स अथवा डेलिभर गर्नुपर्ने सर्भिस दिइसकेपछि हामीले त्यहाँ पाउने कन्सिडरेसन चाहिँ हाम्रो लागि फिक्स कन्सिडरेसन भयो यो कन्ट्र्याक्टमा लेखिएको छ हामीले काम गरेपछि यो पाइन्छ भन्ने भयो भने यसलाई हामीले फिक्स कन्सिडरेसन भन्छौँ हेर्नु त फिक्स कन्सिडरेसनमा के भन्यौँ फिक्स एमाउन्ट mentioned in contract it is always included in transaction price so transaction price निकाल्ने बेलामा जहिले पनि यो फिक्स कन्सिडरेसन त पर्यो यो चाहिँ हामीलाई आउने भइ नै हाल्यो सो भनेपछि फिक्स कन्सिडरेसन भनेको के रहेछ त भन्दा मलाई कसैले चाहिँ ल वासरुम बनाउने कन्ट्र्याक्ट दियो भने मैले वासरुम बनाइसकेपछि
बोनस सोनस भन्ने कुरा फरक कुरा। बनाएर मैले ह्यान्डओभर गरेपछि उसले मलाई 10 लाख रुपियाँ दिन्छ भन्यो भने कन्ट्र्याक्ट प्राइस चाहिँ हामीले के लेख्यौँ, ल तपाईँले यो काम भ्याएपछि 10 लाख रुपियाँ पाउने भनेर लेखाएको छ भने द्याट इज माई फिक्स कन्सिडरेसन। त्यो चाहिँ मेरो लागि के भयो, फिक्स कन्सिडरेसन भयो। अब भेरिएबल कन्सिडरेसनको कुरा के हो त? भेरिएबल कन्सिडरेसन भन्ने केसमा हामीले के भन्यौँ, सर भेरिएबल कन्सिडरेसन भनेको चाहिँ कन्डिसन मिट भयो भने पाइन्छ, मिट भयो भने नपाइन पनि सकिन्छ। जस्तै फर इक्जाम्पल वासरुम बनाउने कन्ट्र्याक्टमा चाहिँ यदि तपाईँले 1 महिनाभित्रमा वासरुम बनाउनु भयो भने, यदि तपाईँले 1 महिनाभित्रमा वासरुम बनाएर भ्याउनु भयो भने म तपाईँलाई एक्स्ट्रा 1 लाख रुपियाँ दिन्छु भनेपछि कन्डिसन मिट भयो भने पाइन्छ, कन्डिसन मिट भएन भने पाइँदैन। तपाईँले वासरुम 1 महिनामा बनाएर भ्याउनुपर्छ, 1 महिनाभन्दा ढिलो भयो भने 50,000 रुपियाँ काट्छु भन्यो भने यो पनि भेरिएबल कन्सिडरेसन भयो। पाउँछु भन्ने मात्रै हुन्छ भनेर रहन्छ। कन्डिसन मिट भयो भने पाउने पनि हुँदो रहेछ, डिडक्ट हुने पनि हुँदो रहेछ भनेपछि भेरिएबल कन्सिडरेसन भनेको फ्युचर इभेन्टमा केही कुरा डिपेन्ड गर्छ भने द्याट इज आवर भेरिएबल कन्सिडरेसन। जस्तै हेर्नु त, भेरिएबल कन्सिडरेसन हामीले के भन्यो, एमाउन्ट अफ कन्सिडरेसन डिपेन्डेन्ट अन फ्युचर इभेन्ट। मैले काम गरेर पाउन पनि सक्छु, कन्डिसन मिट गरेँ भने पाउन पनि सक्छु, नपाउन पनि सक्छु, त्यसलाई भेरिएबल कन्सिडरेसन भनेर भन्यो। जस्तै इक्जाम्पलको लागि हामीले केही इक्जाम्पलहरू लियौँ। यहाँ है पहिला इक्जाम्पल हेरौँ। अन्नपूर्ण कम्पनीले चाहिँ एउटा कन्ट्र्याक्ट गर्यो अरे हाइड्रो पावर बनाउनलाई 10 लाख रुपियाँमा। यदि हाइड्रो पावर चाहिँ बिफोर टाइम कम्प्लिट भयो भने 1 लाख रुपियाँको रिवार्ड छ अरे। भनेपछि यो केसमा 10 लाख रुपियाँ जुन मैले पाउँछु भनेको छु नि, 10 लाख रुपियाँ इज माई फिक्स कन्सिडरेसन। यो चाहिँ मेरो फिक्स कन्सिडरेसन। यो त मैले पाउँछु पाउँछु, यसमा त नो डाउट, यो चाहिँ मेरो फिक्स कन्सिडरेसन भयो। जुन यो हाइड्रो पावर मैले टाइममा बनाएँ भने 1 लाख रुपियाँको रिवार्ड पाउँछु नि, यसलाई चाहिँ भन्छ हामी भेरिएबल कन्सिडरेसन। सो दिस इज आवर भेरिएबल कन्सिडरेसन। अनि हामीले के भन्यौँ, सर टोटल कन्सिडरेसन भनेको फिक्स पनि हो भेरिएबल पनि हो। फिक्स त पाइन्छ पाइन्छ, भेरिएबललाई जोड्ने कि नजोड्ने भन्नको लागि चाहिँ हामीले प्रोबेबिलिटी हेर्नुपर्छ, हामीले पाउने चान्सेस कति छ त्यो हेर्नुपर्छ। जस्तै यहाँ त वाट इज द ट्रान्जेक्सन प्राइस इफ company believes that there is 70% chance to complete the project before time। मैले 70% चान्सेस के छ भने मैले त बिफोर टाइमै भ्याउँछु भन्ने छ भने त मैले पाउने रहेछु नि त कन्सिडरेसन। मैले पाउने हो भने 10 लाख त पायो पायो फिक्स कन्सिडरेसन, यो 1 लाख पनि मैले पाउँछु भनेपछि भेरिएबल कन्सिडरेसन मेरो 11 लाख रुपियाँ। 1 लाख रुपियाँ जोडेपछि टोटल कन्सिडरेसन मेरो 11 लाख रुपियाँ भयो। तर कम्पनीलाई के लाग्यो भने होइन हामीले त 70% चान्सेस के छ भने हामीले टाइममा भ्याउँदैनौँ भन्ने छ भने यस्तो केसेसमा त भेरिएबल कन्सिडरेसन कति भयो, 0। फिक्स कन्सिडरेसन त पायो पायो तर भेरिएबल चाहिँ मैले नपाउने भएँ भनेपछि टोटल कन्सिडरेसन विल बी माई 10 लाख। भनेपछि ट्रान्जेक्सन प्राइस आइडेन्टिफाई गर्ने बेलामा हामीले ट्रान्जेक्सन प्राइसमा 3टा चिज जोड्ने रहेछ। फिक्स कन्सिडरेसन नै जोड्नु पर्यो, भेरिएबल कन्सिडरेसन नै जोड्नु पर्यो र नन क्यास कन्सिडरेसन पनि जोड्नु पर्यो। फिक्स कन्सिडरेसन त पायो पायो, भेरिएबल कन्सिडरेसनको लागि चाहिँ प्रोबेबिलिटी हेर्नुपर्दो रहेछ कि पाइन सकिन्छ कि नपाइन सकिन्छ। पाइन्छ भने जोड्ने, पाइँदैन भने नजोड्ने। यसरी चाहिँ हामीले क्यालकुलेसन गरेका थियौँ। अब यो क्यालकुलेसन गर्ने बेलामा हामीले के पनि भन्यौँ भने सर प्रोबेबिलिटी 2टा भयो भने त ठिकै छ, पाइने र नपाइने भयो भने त पाइने भयो भने सबै लिम्ला, नपाइने भयो भने नलिम्ला। जस्तै यो केसमा मेरो लागि के भयो, 1 लाख रुपियाँ चाहिँ मैले कम्प्लिट गरेँ भने पाइन्छ भनेपछि मेरो लागि पाइन्छ भन्यो भने पुरै लिए, पाइँदैन भन्यो भने पुरै लिन, केही पनि लिन मैले भनेपछि यसरी गर्दा पनि भयो। तर कहिले कहिले के हुन्छ भने प्रोबेबिलिटी मल्टिपल प्रोबेबिलिटीहरू हुन्छ। सर के हो सर मल्टिपल प्रोबेबिलिटी भनेको? मल्टिपल प्रोबेबिलिटी भनेको चाहिँ तपाईँले यति गर्नुभयो भने यति पर्सेन्टेज चान्सेस, योभन्दा माथि गयो भने यति पर्सेन्टेज चान्सेस भनेर मल्टिपल प्रोबेबिलिटिजहरू पनि हामीलाई दिन सक्छ कन्सिडरेसनमा। जस्तै एउटा इक्जाम्पल हेरौँ जुन हामीले गरेका थियौँ। यहाँ के भन्यो भने हामीले एउटा कन्ट्र्याक्ट गर्यो, कन्ट्र्याक्ट कतिमा गरेको, 1 करोडमा गरेको। अ कन्ट्र्याक्टर इन्टर इन्टु कन्ट्र्याक्ट टु कन्स्ट्रक्ट अ बिल्डिङ विथ डिसेम्बर 31, 2023 फर अ कन्ट्र्याक्ट प्राइस अफ 1 करोड। 1 करोड त पायो पायो नि त भनेपछि दिस इज माई फिक्स कन्सिडरेसन। यो त मेरो फिक्स कन्सिडरेसन भयो। कन्ट्र्याक्टर इज अल्सो अफर्ड विथ फलोइङ पर्फर्मेन्स बोनस। यस्तो खालको बोनस पनि हामी दिन्छौँ अरे। के दिन्छ अरे बोनस? यदि तपाईँले 30 सेप्टेम्बरसम्म भ्याउनु भयो भने 10 लाख रुपियाँ बोनस, यदि तपाईँले 30 अगस्तसम्म भ्याउनु भयो भने 15 लाख रुपियाँ बोनस, यदि तपाईँले 10 अगस्तसम्म भ्याउनु भयो भने 18 लाख रुपियाँ बोनस। अनि यसको प्रोबेबिलिटी पनि दियो, 30 सेप्टेम्बरसम्म भ्याउन सक्ने प्रोबेबिलिटी 30%, 30 अगस्तसम्म भ्याउन सक्ने प्रोबेबिलिटी 40%, 10 अगस्तसम्म भ्याउन सक्ने प्रोबेबिलिटी 20%। भनेपछि भेरिएबल कन्सिडरेसनहरू मल्टिपल छन्।
ती मल्टिपलका हाम्रा मल्टिपल प्रोबेबिलिटिजहरू छन्, जस्तै यति भयो भने यति पर्सेन्टेज, यति भयो भने यति पर्सेन्टेज भनेर भनेको छ भने मल्टिपल प्रोबेबिलिटी छ भने चाहिँ यस्तो केसमा भेरिएबल कन्सिडरेसन निकाल्ने बेलामा हामी के गर्छौँ, एक्सपेक्टेड भ्यालु मेथड भन्नु लगाउँछौँ। एक्सपेक्टेड भ्यालु मेथडमा हामीले के भन्यौँ, सर 1 करोड त पायो पायो, भेरिएबल कन्सिडरेसनलाई चाहिँ भेरिएबल कन्सिडरेसन इन्टु त्यसको प्रोबेबिलिटीले मल्टिप्लाई गर्ने। जस्तै 10 लाख इन्टु 30, 15 लाख इन्टु 40, 18 लाख इन्टु 20। अब 30, 40, 70, 20, 90 भयो। 10% हामीले बोनस नपाउने होला भनेपछि 10% इन्टु 0 गरेर हामीले यो कन्सिडरेसन निकाल्यौँ, भेरिएबल कन्सिडरेसनको एभरेज कन्सिडरेसन निकालेको के। एक्सपेक्टेड भ्यालु भनेको एभरेज हो। अब 10 पाइन्छ कि 15 पाइन्छ कि 18 पाइन्छ भन्ने एक्ज्याक्ट भ्यालु थाहा छैन। थाहा भइसकेपछि हामीले एक्सपेक्टेड भ्यालु लियौँ, एभरेज भ्यालु लियौँ भने चाहिँ मेरो टोटल ट्रान्जेक्सन प्राइस चाहिँ 1,12,60,000 भयो। त्यही भएर हामीले के भनेको थियो, भेरिएबल कन्सिडरेसनको केसमा चाहिँ हामीले के भनेको थियो भने सर भेरिएबल कन्सिडरेसनमा चाहिँ प्रोबेबिलिटीको आधारमा लिने हो। प्रोबेबिलिटीको आधारमा लिँदा यदि तपाईँसँग दुईटा प्रोबेबिलिटी छ, दुईटा पोसिबिलिटी छ, कि पाइन्छ कि पाइँदैन भन्ने भयो भने मोस्ट लाइकली मेथड युज गर्ने। मोस्ट लाइकली के भन्छ, पाइन्छ भने पुरै जोड्नु, पाइन्न भने केही पनि नजोड्नु भन्छ। एक्सपेक्टेड भ्यालु मेथडले के भन्छ, यदि मल्टिपल पोसिबिलिटिजहरू छ भने चाहिँ एक्सपेक्टेड भ्यालु क्यालकुलेट गर्नु। के हो त सर एक्सपेक्टेड भ्यालु भनेको, हामीले हाम्रो भेरिएबल कन्सिडरेसनलाई प्रोबेबिलिटीले मल्टिप्लाई गर्ने, जति आउँछ द्याट इज आवर एक्सपेक्टेड भ्यालु। अब रेभिन्यू रेकग्नाइज गर्ने बेलामा मैले त्यही अनुसार नै के गर्नु पर्यो, रेभिन्यू रेकग्नाइज गर्नु पर्यो। 1,12,60,000 चाहिँ मेरो रेभिन्यू भनेर रेकग्नाइज गर्नु पर्यो। कसरी रेकग्नाइज गर्ने त त्यो स्टेप 5 मा आउनु बाँकी नै छ। पहिला सुरु कन्सिडरेसनको कुरा हामीले बुझ्नु पर्यो। ल हेर्नु त, यसमा कसैलाई केही डाउट छ, यसमा कसैलाई केही डाउट छ कन्सिडरेसनको कुरामा अथवा ट्रान्जेक्सन प्राइसको कुरामा? ल ट्रान्जेक्सन प्राइसमा हामीले के भन्यौँ सर, ट्रान्जेक्सन प्राइसमा 3टा कुरा पर्छ, फिक्स कन्सिडरेसन, भेरिएबल कन्सिडरेसन र नन क्यास कन्सिडरेसन। फिक्स कन्सिडरेसन भनेको पाइयो पाइयो, भेरिएबल कन्सिडरेसन भनेको कन्डिसन मिट गर्यो भने पाइयो, नन क्यास कन्सिडरेसन त अहिले हामी डिस्कस गर्न बाँकी नै छ। अब यो भेरिएबल कन्सिडरेसन छ नि, हामीले केही क्वेसन यस्तो पनि गर्यौँ जहाँ चाहिँ भेरिएबल कन्सिडरेसनमा पैसा पाउने मात्रै होइन, पैसा जाने पनि हुँदो रहेछ क्या। जस्तै हेर्नु त, मैले एउटा कन्ट्र्याक्ट गरेँ, कन्ट्र्याक्ट प्राइस चाहिँ 1 करोड, विदिन टाइम मैले यसलाई सकाएँ भने नो पेनाल्टी, बियोन्ड टाइम गयो मेरो काम भने बियोन्ड टाइमको केसमा मेरो चाहिँ 5 लाख रुपियाँ पेनाल्टी। अब यो लाग्छ भन्यो भने र मेरो प्रोबेबिलिटी के छ भन्दाखेरि 80% चान्सेस मेरो चाहिँ विदिन टाइम छ अर बियोन्ड टाइम छ। एक एकचोटि गरौँ न। विदिन टाइम छ 80% चान्स भने त पेनाल्टी लागेन, सो ट्रान्जेक्सन प्राइस विल बी 1 करोड नै आफैमा। ठिक छ, किनभने 1 करोड पाएँ पेनाल्टी लागेन। बियोन्ड टाइम भयो भने त 80% चान्सेस म बियोन्ड टाइम जान्छु भने त 5 लाख फाइन लाग्ने भयो। सो माई ट्रान्जेक्सन प्राइस विल बी 1 करोड माइनस 0.05 करोड। भनेपछि माइनस पनि हुन सक्दो रहेछ कि भेरिएबल कन्सिडरेसन भनेको। जहिले पनि भेरिएबल कन्सिडरेसन भनेको पोजिटिभ नै हुन्छ अथवा प्लस नै हुन्छ भन्ने छैन। अब मोस्ट लाइकली हुन कति पर्सेन्टेज हुनुपर्छ सर भन्नुभएको छ, त्यस्तो होइन। मोस्ट लाइकलीको केसमा तपाईँको चाहिँ के हो, दुईटा पोसिबिलिटी छ, तपाईँले पाउनु पनि हुन्छ अथवा तपाईँले पाउनु हुँदैन, दुईटा मात्रै पोसिबिलिटी छ। सपोज एउटाको पोसिबिलिटी, पाउनेको पोसिबिलिटी 55 छ, अर्कोको 45 छ, यस्तो केसमा 55 वाला लिदिने। मेजोरिटी हेर्ने के, जुन चाहिँ मेजोरिटी छ त्यो चाहिँ हेर्नु पर्यो, जुन मेजोरिटी पर्सेन्टेज छ त्यो हेरिदिने, कुरा सकिहाल्यो। ल अब हामी अगाडि बढौँ। अगाडि बढ्दै गर्दा हामीले हुन त क्लासमा त नन क्यास कन्सिडरेसन अलिक पछि पढ्यो, अब अहिले त मेसैमै पढिदिइहालौँ, किनभने अब हामीलाई थाहा पनि भइसकेको छ, नयाँ कन्सेप्ट पनि होइन। नन क्यास कन्सिडरेसन भनेर हामीले पढाएको थियो। नन क्यास कन्सिडरेसनमा हामीले के भन्यो सर, नन क्यास कन्सिडरेसन भनेको मैले आज कसैलाई सामान बेचेँ, मैले आज कसैलाई सामान बेचेँ र उसले मलाई पैसा दिनुको साटो के दियो, अरू कुनै चिजै दियो भने त्यसलाई नन क्यास कन्सिडरेसन भन्ने हो। सपोज मेरो ल्यापटप बेच्ने पसल छ, मैले ल्यापटप उसलाई बेचिदिएँ, मैले ल्यापटप बेचे बापत उसले मलाई फर्निचर दियो अथवा उसले मलाई चाहिँ केही सामान दियो भने त्यस्तो केसमा मेरो लागि व्हाट विल बी द ट्रान्जेक्सन प्राइस भन्ने केसमा हामीले के भनेको थियो, ल भन्नु त, नन क्यास कन्सिडरेसनमा व्हाट विल बी द ट्रान्जेक्सन प्राइस के हुन्छ, कसैलाई याद छ? यसमा चाहिँ फेयर भ्यालु अफ
consideration received will be our ट्रान्जेक्सन प्राइस। यदि रिसिभ छैन भने गिभन अपको चाहिँ हेर्ने। जस्तै फर इक्जाम्पल हेर्नु ल, इक्जाम्पल दिन्छु। मेरो काम भनेको चाहिँ ल्यापटप बेच्ने हो। मैले चाहिँ ल्यापटप बेचेँ, ल्यापटप मैले सेल गरेँ। यसको साटो पैसा नपाइकन मैले के पाएँ त भन्दाखेरि फर्निचर पाएँ। मैले फर्निचर पाएँ। फर्निचर कतिको पाएँ त भन्दाखेरि फर्निचरको फेयर भ्यालु इज 50,000। यदि मैले फर्निचरको फेयर भ्यालु 50,000 हो भने उसले मलाई 50,000को साटो 50,000को फर्निचर दियो भनेपछि मेरो लागि ट्रान्जेक्सन प्राइस भने के भयो? फेयर भ्यालु अफ कन्सिडरेसन। फेयर भ्यालु अफ कन्सिडरेसन भने फर्निचर, फेयर भ्यालु अफ कन्सिडरेसन रिसिप्ट, जुन रिसिप्ट गएको छ त्यसको फेयर भ्यालु लियो भने मेरो लागि द्याट इज माई ट्रान्जेक्सन प्राइस। सर यसको त फेयर भ्यालु थाहा छैन भन्यो भने हामीले के गर्नु पर्यो? त्यस्तो थाहा छैन भन्यो भने हामीले ल्यापटपको फेयर भ्यालु लिनु पर्यो। ल्यापटप हामीले कतिमा बेच्छौँ? सपोज ल्यापटप हामीले 45,000मा बेच्छौँ भने अब मेरो ट्रान्जेक्सन प्राइस कति भयो? 45,000 भयो। यो कुरालाई कन्फ्युज हुनु भएन। पिपीमा फेरि अलिकति फरक परेको छ। हामीले पिपी अथवा बिहान हामीले इन्ट्यान्जिबल एसेट पढ्ने बेलामा यदि मैले कुनै पनि पिपिई एसेटलाई एक्सचेन्ज गरेर पाएको छु भने त्यहाँ चाहिँ मैले के हेर्थेँ? फेयर भ्यालु अफ एसेट गिभन अप पहिला हेर्थेँ। गिभन अप छैन भने फेयर भ्यालु अफ एसेट रिसिप्ट हेर्थेँ। त्यो पनि छैन भने क्यारिङ भ्यालु अफ एसेट गिभन अप हेर्थेँ। तर यहाँ त ठ्याक्कै उल्टो छ। फेरि फेयर भ्यालु अफ एसेट रिसिप्ट अथवा कन्सिडरेसन रिसिप्ट, रिसिप्ट छैन भने गिभन अप। अब गिभन अप पनि नहुने भन्ने त हुँदैन। अब मेरो एसेट मैले मेरो सामान कतिमा बेच्छु भन्ने त भइहाल्छ। ल हेर्नु ल, नन क्यास कन्सिडरेसनमा कसैलाई केही डाउट छ भने? एनी डाउट नन क्यास कन्सिडरेसनमा? ल अगाडि बढ्छ है त। सो हामी आइएफआरएस 15मा 3टा स्टेपको कुरा गऱ्यौँ। एउटा चाहिँ हामीले कन्ट्र्याक्ट आइडेन्टिफाई गर्ने, थ्योरिटिकल स्टेप हो, क्वेसनले भनिदिन्छ। सेकेन्डमा काम आइडेन्टिफाई गर्ने। कतिवटा काम भन्दाखेरि डिस्टिङ गुड एन्ड सर्भिस, फरक फरक काम तर इन्टिग्रेट भएर आएको छ भने एउटै काम। त्यसपछि पैसाको कुरा गऱ्यौँ। त्यो काम गरे बापत कति पाइन्छ त्यसलाई ट्रान्जेक्सन प्राइस भन्छ अरे। कति पाइन्छ भन्ने कुरामा 3टा चिज हुन्छ अरे। एउटा फिक्स कन्सिडरेसन, अर्को भेरिएबल कन्सिडरेसन, अर्को नन क्यास कन्सिडरेसन। फिक्स भनेको तपाईँको कन्ट्र्याक्टमा लेखिएको तपाईँले पाउने। भेरिएबल भनेको कन्डिसन मिट भयो भने तपाईँले पाउने। त्यस्तो केसमा प्रोबेबिलिटी 2टा मात्रै छ, कि पाइन्छ कि पाइन्न, मोस्ट लाइकली। मल्टिपल प्रोबेबिलिटी छ भने इस्टिमेटेड भ्यालु निकाल्ने अथवा एक्सपेक्टेड भ्यालु निकाल्ने। कसरी निकाल्ने हामीले हेरिहाल्यौँ। नन क्यासको केसमा तपाईँले केही सर्भिस दिनुभयो, गुड्स बेच्नुभयो, त्यसको साटो तपाईँले अरू कुनै इन काइन्ड कन्सिडरेसन पाउनुभयो भने द्याट इज नन क्यास कन्सिडरेसन। त्यस्तो केसमा के गर्नुपर्छ त भन्दाखेरि जुन तपाईँले सामान पाउनुभयो त्यसको फेयर भ्यालु नै तपाईँको लागि ट्रान्जेक्सन प्राइस हुन्छ। यदि तपाईँले सामान पाउनु भएको चिजको फेयर भ्यालु थाहा छैन भने जुन सामान तपाईँले दिनुभयो त्यसको फेयर भ्यालु लिने, द्याट विल बी आवर ट्रान्जेक्सन प्राइस। ल त्यसो भने अगाडि मुभ अन गरौँ है त। यसपछि हाम्रो अर्को काम थियो एलोकेसन। एलोकेसन अफ ट्रान्जेक्सन प्राइस टु पर्फर्मेन्स अब्लिगेसन। सर जतिवटा काम थियो त्यो काममा पैसालाई भाग लगाइदिने। जस्तै मैले कुनै कन्ट्र्याक्ट गर्दा 3टा काम गर्नुपर्ने भनेको थियो। 3टा काम गर्दाखेरि 1,20,000 मैले पाउँछु भने अब त्यो 1,20,000लाई 3टा काममा भाग लगाइदिनु पर्यो। एकदमै इजी थियो। के को आधारमा भाग लगाउने भन्ने केस हामीले के भन्यौँ? सर स्ट्यान्ड अलोन सेलिङ प्राइस, यसलाई के भन्छ? एसएसपी। स्ट्यान्ड अलोन सेलिङ प्राइस हामीले के भन्यौँ? सर स्ट्यान्ड अलोन सेलिङ प्राइस भनेको यदि मैले त्यो सामानलाई छुट्टै बेचेको भए मैले कति पाउँथेँ होला त, त्यस्तो केसमा त्यसलाई चाहिँ हामी स्ट्यान्ड अलोन सेलिङ प्राइस भनेर भन्छौँ। यदि मैले त्यो एसेटलाई छुट्टै बेचेको भए मैले कतिमा बेच्न सक्थेँ, द्याट इज माई स्ट्यान्ड अलोन सेलिङ प्राइस। इक्जाम्पल हेर्नु ल, इक्जाम्पल हेर्नु। यो त एकदम इजी स्ट्यान्डर्ड छ नि होइन? ल अन्त के भन्छ? एबिसी सोल्ड कम्प्युटर एन्ड इट्स मेन्टेनेन्स सर्भिस फर अ प्राइस अफ 75,000। भने कम्प्युटर पनि बेचेछ, मेन्टेनेन्स सर्भिस पनि बेचेछ। 2टा काम छ यहाँ। कतिमा? 75,000मा। स्ट्यान्ड अलोन सेलिङ प्राइस अफ कम्प्युटर चाहिँ 70 हो। कम्प्युटर मात्रै बेचेको भए 70मा बिक्थ्यो। स्ट्यान्ड अलोन सेलिङ प्राइस अफ मेन्टेनेन्स इज 10,000। मेन्टेनेन्स मात्रै बेचेको भए 10,000मा बिक्थ्यो। भनेपछि 80,000को चिजलाई मैले 75,000मा बेचेछु। मेरो पर्फर्मेन्स एप्लिकेसन कतिवटा? 2टा, कम्प्युटर र मेन्टेनेन्स सर्भिस। ट्रान्जेक्सन प्राइस कति? 75,000। अब भाग लगाउने बेलामा हामीले के भन्यौँ? सर यिनीहरूको अलग अलग प्राइस द्याट इज 70 र 10 जति छ त्यसको रेसियोमा भाग लगाइदिने भनेर भन्यौँ। सो एलोकेट गर्ने बेलामा कम्प्युटरमा कति आयो भने त 75 इन्टु टोटल प्राइस मेरो 80, माथि हाम्रो 70 भइहाल्यो, 65,000 यसको भागमा पर्यो। मेन्टेनेन्स सर्भिसमा कति पर्यो? मेन्टेनेन्स सर्भिसमा
७५,000 मेरो ट्रान्जेक्सन प्राइस हो, यो त टोटल 80,000 को लागि हो, यसको भ्यालु चाहिँ जम्मा 10,000 हो भने चाहिँ मैले 9375 भाग लगाइदिइहालेँ। सो सिम्पल कुरा के थियो भने सर एलोकेसन गर्न त झन् केही गाह्रो थिँदै थिएन। एलोकेसन गर्ने बेलामा हामीले के पढ्यौँ, स्ट्यान्ड अलोन सेलिङ प्राइसको आधारमा तपाईँले एलोकेट गरिदिनु। स्ट्यान्ड अलोन सेलिङ प्राइस हाम्रो जुन जुन दिएको छ पर्फर्मेन्स एप्लिकेसनको त्यस आधारमा हामीले भाग लगाइदिए भइ नै हाल्यो। ल यो पनि हामीले डिस्कस गरिसकेका थियौँ। अर्को हेर्नु यहाँ, अर्को जस्तै बाइक डिलरले बाइक बेच्यो, 10वटा फ्री सर्भिस पनि दियो, 3 लाखमै बेचिदियो उसले, भनेपछि दिस इज आवर ट्रान्जेक्सन प्राइस। यो हाम्रो ट्रान्जेक्सन प्राइस भयो। सर्भिस अफ द बाइकलाई चाहिँ हामीले स्ट्यान्ड अलोन बेसिसमा लिएको भए 2,000 रुपियाँ लाग्थ्यो हरेक सर्भिसको लागि, भनेपछि टोटल कति भयो, 20,000 लाग्यो होइन। बाइकको मात्रै चाहिँ कति लाग्ने भयो नि त, बाइकको मात्रै चाहिँ हाम्रो 2,90,000 लाग्यो। अब हाम्रो 4वटा फ्री सर्भिस दिइसक्यो, त्यसो भयो भने रेभेन्यू कति चाहिँ हामीले रेकर्ड गर्ने भन्ने केसमा चाहिँ आइएफआरएस, अब यो बिफोरको कुरा त हामीलाई चाहिएन होइन। अहिले चाहिँ हामीले भाग लगाइदिनु पर्यो। हाम्रो लागि दुईटा काम छ, बाइक र सर्भिस। ट्रान्जेक्सन प्राइस 3 लाख भयो, बाइकको मात्रै 2,90,000, सर्भिसको मात्रै 20,000, भनेपछि बाइकको त हामीले काम गरिसक्यौँ, सबै रेकर्ड गर्दै भइहाल्यो। सर्भिस मैले 4वटा गरेको छु, 10वटामा 4वटा भएको छ भनेपछि मेरो लागि डिभाइड बाई 10 × 4 गरेर यति रेकग्नाइज गरेर भइहाल्यो। भनेपछि स्टेप 4 सम्म हामीले यी कुराहरू डिस्कस गर्यौँ। अब लास्ट स्टेप थियो हाम्रो लागि के त भन्दाखेरि रेभेन्यू रेकग्निसन। दिस इज वान अफ द भेरी इम्पोर्टेन्ट स्टेप। यो कुरा हामीले बुझ्नु पर्यो। ल यसमै बेस भएर धेरै जसो क्वेसनहरू हामीले गर्नु परेको छ होइन त, यसकै आधारमा हामीले क्वेसनहरू गरेका छौँ। तपाईँले सुरुमा कन्ट्र्याक्ट छ कि छैन भनेर आइडेन्टिफाई गर्नुभयो। कन्ट्र्याक्ट छ भन्ने भएपछि कतिवटा काम गर्नुपर्ने भन्ने कुरा नै आइडेन्टिफाई गर्नुभयो। त्यो पनि आइडेन्टिफाई गरिसकेपछि कति पैसामा गर्ने भनेर आइडेन्टिफाई गर्नुभयो। त्यो पनि आइडेन्टिफाई गरेपछि पैसालाई काममा भाग पनि लगाइदिनु भयो। अब लास्टमा इन्ट्री त पास गर्नु पर्यो नि, रेकर्ड गर्नलाई इन्ट्री त पास गर्नु पर्यो। अब इन्ट्री पास गर्ने बेलामा त्यसलाई हामीले भन्यौँ रेभेन्यू रेकग्निसन। कहिले चाहिँ त्यसलाई मैले रेभेन्यू भनेर रेकर्ड गर्ने त, त्यो कुरा हामी छलफल गरौँ है त। रेभेन्यू रेकग्निसनमा एकदम सिम्पल लेम्यान टर्ममा हामीले के भएको थियो भने सर तपाईँले गर्नुपर्ने काम भ्याएपछि रेभेन्यू रेकग्नाइज गरिदिनु। त्यसको लागि हामीले के भन्यौँ, कन्ट्रोल ट्रान्सफर भएपछि। कन्ट्रोल ट्रान्सफर भनेको चाहिँ तपाईँले जे कुरा गरिरह हो त्यसको कन्ट्रोल तपाईँले बाहिरलाई ट्रान्सफर गरिदिनु भयो, तपाईँको काम सक्यो भन्ने भयो भने त्यो बेलामा चाहिँ रेभेन्यू रेकग्नाइज गरिदिने भनेर भन्यौँ। अब के भइरहेको छ यसमा ल्याउनु, हामीले के भन्यौँ, इन्टिटीले रेभेन्यू रेकग्नाइज गर्छ कहिले, जब उसले सेटिस्फाई गर्छ पर्फर्मेन्स एप्लिकेसनलाई। अब कहिले हो त्यो सेटिस्फाई गर्ने भन्ने कुरा, कन्ट्रोल ट्रान्सफर गरिदिएपछि कस्टमरलाई। अब कन्ट्रोल ट्रान्सफर गर्ने बेलामा चाहिँ हामीले के भन्यौँ त भन्दाखेरि कन्ट्रोल ट्रान्सफर गर्ने भनेको त्यो पर्टिकुलर सामानलाई कसरी प्रयोग गर्ने, कहाँ प्रयोग गर्ने, त्यहाँबाट आउने बेनिफिट चाहिँ बायरले डिसाइड गर्न सक्छ, हामीले केही पनि भन्नु पर्दैन भने त्यस्तो केसमा कन्ट्रोल ट्रान्सफर भयो भन्ने बुझिन्छ। कन्ट्रोल ट्रान्सफर चाहिँ दुई किसिमले हुन्छ भन्ने कुरा गराएको थियो होइन हामीले। एउटा चाहिँ एट अ पोइन्ट अफ टाइम, अर्को चाहिँ पिरियड अफ टाइम, ओभर अ पिरियड अफ टाइम। यसको बारेमा छलफल गरौँ, यो नै हामीलाई इम्पोर्टेन्ट पोइन्ट हो। हामीले के भन्यौँ, सर रेभेन्यू रेकग्नाइज गर्नलाई तपाईँले काम त भ्याउनु पर्यो, काम भ्याउने भनेको कन्ट्रोल ट्रान्सफर गर्नु भने हो। अब कन्ट्रोल ट्रान्सफर चाहिँ दुईटा पोइन्टमा हुन्छ अरे, एउटा भनेको पोइन्ट अफ टाइम, एउटा भनेको ओभर द पिरियड अफ टाइम। इक्जाम्पल बुझाउँछु। आज तपाईँ म हटा आउनुभयो, सर ल्यापटप ल्याउनु भनेर भन्नुभयो, मैले तपाईँलाई ल्यापटप बेचिदिएँ। ल्यापटप दिएपछि मेरो काम त सक्यो, अरू केही छँदै छैन भनेपछि यसलाई भन्यो ओभर एट अ पोइन्ट अफ टाइम। तपाईँले काम गर्नुभयो, काम सक्यो, अब रेभेन्यू रेकग्नाइज गरिदिइहाल्नु, सकिहाल्यो कुरा। तपाईँ मसँग ल्यापटप किन्न आउनुभयो, मैले ल्यापटप दिएँ, ल्यापटप दिएपछि मेरो काम सक्यो नि त, काम सक्यो भने चाहिँ यसलाई भने हामीले एट अ पोइन्ट अफ टाइम। ओभर अ पिरियड अफ टाइममा चाहिँ के भएको छ त भन्दाखेरि समयसम्म, केही समयसम्म मेरो काम गरिरहनु पर्छ, अहिले कन्ट्रोल ट्रान्सफर हुँदैन भन्ने भयो भने यसलाई चाहिँ कन्ट्रोल इज ट्रान्सफर ओभर अ पिरियड अफ टाइम भन्छ। फर इक्जाम्पल तपाईँले मसँग केही मेन्टेनेन्स सर्भिस किन्नुभयो अनि मैले के भने ल 1 वर्षसम्म तपाईँको अफिसमा आएर मैले तपाईँको बिजुलीहरू मेन्टेन गरिदिन्छु भनेर भन्यो भने अब यहाँ कन्ट्रोल कसरी ट्रान्सफर हुन्छ, ओभर अ पिरियड अफ टाइम। 1 वर्षसम्म बिस्तारै 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 गरेर कन्ट्रोल ट्रान्सफर हुन्छ भने यसलाई चाहिँ भन्छ हामी ओभर अ पिरियड अफ टाइम। एट अ पोइन्ट अफ टाइम भनेको काम गर्यो, कुरा सक्यो। ओभर अ पिरियड अफ टाइम भनेको तपाईँले सर्टेन टाइमसँग काम गरिरहनु पर्नेछ भने यसलाई हामी ओभर अ पिरियड अफ टाइम भन्छौँ। ल हेरौँ, एट अ पोइन्ट अफ टाइमको कुरा गरौँ। एट अ पोइन्ट अफ टाइममा त टेन्सनै छैन सर, तपाईँले काम भ्याउनु भयो, रेभेन्यू रेकग्नाइज गरिदिनु। जस्तै यहाँ माथि हेरौँ न, अहिले हामीले जुन सर्भिसको बाइक र सर्भिसको कुरा गर्यो, बाइक दियो, काम सक्यो भनेपछि यसलाई भन्छ हामी एट अ पोइन्ट अफ टाइम। यो काम दुईटा काम थियो, एउटा बाइक दिने, अर्को सर्भिस पनि दिने। बाइक दिने काम चाहिँ मैले आज तपाईँलाई ह्यान्डओभर गरेर लगाउनु चाबी भनेर दिएपछि मेरो काम सक्यो भनेपछि एट अ पोइन्ट अफ टाइम भयो। यसलाई खुरु खुरु काम भ्याउने बित्तिकै रेभेन्यू रेकग्नाइज गरिहाल्ने।
सर्भिसको केसमा चाहिँ 10 वटा सर्भिस दिनुपर्ने थियो नि त। यो चाहिँ भयो हामीलाई ओभर अ पिरियड अफ टाइम, पिरियड अफ टाइम। यसलाई चाहिँ भन्यो हामीले ओभर अ पिरियड अफ टाइम। अब ओभर अ पिरियड अफ टाइमको कुरा बुझ्नु है त, एकचोटि हेरौँ है। ल हेर्नु त, एट अ पोइन्ट अफ टाइममा त टेन्सनै छैन, काम भ्याल्यु काम रेभेन्यू रेकगनाइज गरिदिइहाल्नु। इफ कन्ट्रोल इज ट्रान्सफर एट अ पोइन्ट अफ टाइम, फुल रेभेन्यू इज रेकगनाइज रिलेटिङ टु द्याट पर्फर्मेन्स अब्लिगेसन एट अ पोइन्ट अफ टाइम। जुन बेला काम भ्याल्यु रेभेन्यू रेकगनाइज गरिदिने। अब ओभर अ पिरियड अफ टाइममा चाहिँ हामीले के भनेको थियौँ भन्दाखेरि, सर ओभर अ पिरियड अफ टाइम भनेपछि त जब जब काम भ्याइन्छ रेभेन्यू रेकगनाइज गर्ने हो। अब यो जब जब काम भ्याइन्छ भन्नलाई पर्सेन्टेज कम्प्लिसन भन्छ। यसलाई भन्छ हामी पर्सेन्टेज कम्प्लिसन। मैले गर्नु परेको थियो एक वर्षसम्मलाई, मैले 5 महिना गरेँ भन्यो भने कति पर्सेन्ट काम भ्याएँ त, यसलाई भन्छ हामी पर्सेन्टेज कम्प्लिसन। जति काम भ्याउनु भयो त्यति रेभेन्यू रेकगनाइज गरेँ। जस्तै म एउटा इयर इनको कुरा हेरिरहेको छु, मेरो लागि 2024को म कुरा गरिरहेको छु भने मैले 1 वर्षसम्म काम गरिदिनु परेको थियो भने आजको दिनमा इयर इन्डमा कति पर्सेन्टेज काम भ्याइयो सकियो, कति पर्सेन्टेज काम सकियो त्यो क्यालकुलेसन गर्ने, त्यति पर्सेन्ट नै रेभेन्यू रेकगनाइज गर्ने। अब यो पर्सेन्टेज क्यालकुलेसनलाई चाहिँ हामीले के भनेको थियो सर, दुईटा तरिका छ पर्सेन्टेज निकाल्ने। एउटा भनेको खर्चको आधारमा इनपुट मेथड, एउटा भनेको चाहिँ इनपुट मेथड, अर्को भनेको चाहिँ आउटपुट मेथड। इनपुट मेथडले के भन्यो, खर्चको आधारमा भन्यो। इनपुट मेथडले चाहिँ खर्चको आधारमा तपाईँले के गर्नु, पर्सेन्टेज कम्प्लिसन निकाल्नु। के गर्ने, तपाईँले सोचेको टोटल इस्टिमेटेड कस्ट कति हो र तपाईँले अहिलेसम्म कति खर्च गरिसक्नु भयो। इक्जाम्पल दिन्छ है, मैले के भने ल तपाईँहरूको लागि मैले 5वटा घर बनाउने कन्ट्र्याक्ट लिएँ, 5वटा म घर बनाइदिन्छु। 5वटा घर बनाउनलाई मलाई 5 करोड रुपियाँ लाग्छ। अहिलेसम्म मैले 2.5 करोड खर्च गरिसकेँ। सो पर्सेन्टेज कम्प्लिसन कति पर्सेन्टेज भयो भन्नको लागि यदि मैले इनपुट मेथड फलो गर्ने हो भने म कसरी निकाल्छु, मेरो टोटल खर्च लाग्ने 5 करोड हो, 2.5 करोड चाहिँ मैले के गरिसकेँ, खर्च गरिसकेँ भनेपछि यसलाई भन्छु म 50% काम भ्याएछु। सो माई पर्सेन्टेज कम्प्लिसन इज 50%। तर आउटपुट मेथडको आधारमा चाहिँ हामी के गर्छौँ त भन्दाखेरि, आउटपुट मेथडमा चाहिँ तपाईँले गर्नुपर्ने काम कतिवटा भ्याल्यु भन्ने अनुसार केही इन्डिकेसन हुन्छ, पर्फर्मेन्सको आधारमा हेर्छौँ क्या हामी चाहिँ। जस्तै 5वटा घर बनाउनु पर्ने 2टा भ्याइए छ 2/5, कस्टसँग मतलबै भएन, 2टा भ्याइयो नि त 2/5। 10 महिनासम्म तपाईँलाई सर्भिस दिनु पर्ने 6 महिना सकेछ 6/10 भने 60% काम भ्याइयो भनेपछि आउटपुट मेथडमा चाहिँ काम हेरिन्छ, कस्ट हेरिँदैन, कति पर्सेन्टेज काम भ्याइयो भन्ने कुरा हेरिन्छ। अब यो चाहिँ क्वेसनले हामीलाई दिन्छ। जस्तै यसलाई इन्डिकेसन गर्नलाई चाहिँ उसले सर्वे अफ वर्क पर्फर्म अथवा वर्क सर्टिफाइड भन्ने शब्द युज गर्छ होइन। इन्जिनियरले आएर हामीलाई के भन्यो भने ल 30% त काम भ्यायो रे है भनेर भनिदिन्छ, भनेको यसरी वर्क सर्टिफाइड भन्ने शब्द युज गर्छ। अथवा युनिट प्रड्युसको आधारमा हामी क्यालकुलेसन गर्छौँ, यो चाहिँ हामीलाई क्वेसनले दिइहाल्छ। अब पर्सेन्टेज कम्प्लिसन त निकाल्ने, इनपुट मेथड लगाउने कि आउटपुट मेथड लगाउने भन्ने कुरा चाहिँ जहिले पनि हामीलाई क्वेसनले इन्डिकेसन दिन्छ, क्वेसनले भनेअनुसार नै गर्ने हो। भनेन भने पनि सुइटेबल चाहिँ इनपुट मेथड हो, तर भन्छ हामीलाई क्वेसनले। ओके, ल एउटा टेस्ट टु अन्डरस्ट्यान्डिङ 4 हेरौँ। टेस्ट टु अन्डरस्ट्यान्डिङ 4मा अब के आयो त, जस्तै हामीलाई के भन्यो, सर जनवरी 1, 2011मा बेकर चाहिँ एउटा कन्ट्र्याक्ट इन्टर गरे रे कस्टमरसँग, स्पेसलाइज नेचरको बिल्डिङ बनाउने, कति कन्सिडरेसन 2 मिलियन प्लस अ बोनस अफ 0.4 भनेपछि दिस इज माई फिक्स कन्सिडरेसन, दिस इज माई भेरिएबल कन्सिडरेसन। इफ द बिल्डिङ इज कम्प्लिटेड विदिन 18 मन्थ, 18 महिनामा भ्यायो भने मैले 0.4 मिलियन पाउँछु रे। इस्टिमेटेड कस्ट टु कन्स्ट्रक्ट द बिल्डिङ वेयर 1.5 मिलियन, 1.5 मिलियन चाहिँ हाम्रो कन्स्ट्रक्सनको लागि चाहिँ कस्ट थियो अरे। इफ द कन्ट्र्याक्ट इज टर्मिनेटेड बाई कस्टमर, बेकर क्यान डिमान्ड पेमेन्ट फर कस्ट इन्कर टु डेट प्लस मार्कअप अफ 30%। कस्टमरले म त अब भयो यो काम गराउन भनेर भन्यो भने त्यस्तो केसमा चाहिँ उसले के गर्न सक्छ त भन्दाखेरि 30%सम्म उसले चाहिँ जति खर्च गराएको छ त्यति माग्न पाउँछ अरे। ओके, अन 1 जनवरी 2011, 1 जनवरी 2011मा एज अ रिजल्ट अफ फ्याक्टर आउटसाइड कन्ट्रोल बेकर वाज नट स्योर वेदर द बोनस वुड बी एचिभड। हामीले कन्ट्र्याक्ट स्टार्ट गर्ने बेलामा चाहिँ हामीले बोनस पाइन्छ कि पाइन्छ मलाई केही पनि थाहा थिएन, त्यो कुरा हेर्ने नै होइन, हामी त इयर इनमा गएर हेर्ने हो। एट 31 डिसेम्बर 2011, 31 डिसेम्बर 2011मा बेकर ह्याड इन्कर्ड कस्ट अफ 1 मिलियन, 1 मिलियन खर्च गरिसक्यो। दे वेयर स्टिल अनस्योर एज टु वेदर द बोनस टार्गेट वुड बी मेड। ल
अझै पनि मलाई के लागिरहेछ भने बोनस पाउँछ कि पाउँदैन भनेर थाहा छैन अरे। बेकर मेजर द प्रोग्रेस टुवार्ड्स कम्प्लिसन बेस्ड अन कस्ट इन्कर्ड। कस्ट इन्कर्ड भन्ने बित्तिकै दिस इज माई इनपुट मेथड, यो चाहिँ मलाई इनपुट मेथड भयो। एट 31 डिसेम्बर 2011 बेकर ह्याड रिसिभ्ड 1 मिलियन फ्रम दि कस्टमर, कस्टमरबाट 1 मिलियन पायो। ल भन्नु कसरी एकाउन्टिङ गर्ने भन्छ। ठिक छ, मेरो लागि ट्रान्जेक्सन प्राइस निकाल्नु पर्यो। हेर्नु, ट्रान्जेक्सन प्राइस भनेको फिक्स कति 2 मिलियन त भयो भयो, भेरिएबल कति 0.4, तर भनेकै छ इयर इनमा त हामी त अनस्योर छौँ, हामीले त पाउँछ कि पाउँदैन थाहा छैन, नपाउने भएपछि 0 भइहाल्यो भनेपछि माई ट्रान्जेक्सन प्राइस इज 2 मिलियन। अब पर्सेन्टेज कम्प्लिसन निकाल्नु पर्यो। पर्सेन्टेज कम्प्लिसन कति पर्सेन्ट मैले काम भ्याएँ, जति पर्सेन्ट मैले काम भ्याउँछु त्यति पर्सेन्ट मैले रेभिन्यू रेकग्नाइज गर्ने हो। कति पर्सेन्ट मैले काम भ्याएँ भने हेरौँ त, इस्टिमेटेड कस्ट टु कम्प्लिट द बिल्डिङ चाहिँ 1.5 मिलियन हो। 1 मिलियन त मैले गरिसकेँ, 1 मिलियन डिभाइड बाई 1.5 मिलियन, यो भनेको सायद 66.67% आउँछ होला। भनेपछि वाट इज माई रेभिन्यू टु बी रेकग्नाइज, 2 मिलियनमा 2 मिलियनको 66.67%, यही कुरा हामीले गरे होला। हेरौँ, 2 मिलियनको 66 हाम्रो यो भइहाल्यो 66% भनेपछि 1.33 मैले रेभिन्यू भन्नु पर्यो। 1.33 मा अब हाम्रो कस्टमरबाट 1 मिलियन पाइएको छ जम्मा, भनेपछि बाँकी कस्टमरले दिनु पर्यो। सो हामीलाई रिसिभेबल कति भयो, ड्यू फ्रम कस्टमर 1.33 माइनस 1 भनेको 0.33 भन्ने कुरा आयो। यो क्यालकुलेसन बुझ्नुभयो? ल है, अब अगाडि बढौँ, अर्को पनि कुरा गरौँ। यो पर्सेन्टेज कम्प्लिसन नै हाम्रो लागि एकदम मेजर पार्ट हो यसको। ल सेकेन्डमा जाऊँ है त, अर्को एउटा इक्जाम्पल पनि हामीले गरेका थियौँ। ल टेस्ट टु अन्डरस्ट्यान्डिङ 6 हेरौँ। टेस्ट टु अन्डरस्ट्यान्डिङ 6 मा टेस्ट टु अन्डरस्ट्यान्डिङ 6 मा के भयो त भन्दाखेरि अन 1 जनवरी 2011 अमिर इन्टर इन्टु कन्ट्र्याक्ट विथ कस्टमर टु कन्स्ट्रक्ट अ स्टेडियम फर 100 मिलियन, भनेपछि दिस इज आवर ट्रान्जेक्सन प्राइस। द कन्ट्र्याक्ट इज एक्सपेक्टेड टु टेक 2 इयर्स टु कम्प्लिट, 2 वर्षमा यो भ्याइन्छ भन्ने भयो। एट 31 डिसेम्बर 2011 आमिर ह्याड इन्कर्ड कस्ट अफ 24 मिलियन, अहिलेसम्म 24 मिलियन खर्च गरिसक्यो। कस्ट टु कम्प्लिट आर इस्टिमेटेड एट 20 मिलियन। ल हामीलाई कम्प्लिट गर्न अझै 20 मिलियन लाग्छ अरे। सर यो अझै 20 मिलियन भन्ने चाहिँ कसरी थाहा भयो? कसरी थाहा भयो भन्दाखेरि 24 मिलियन त खर्च भइसक्यो। अब टोटल 20 मिलियन भएको त 24 मिलियन कसरी खर्च हुन्थ्यो भनेपछि 24 प्लस 20 गरेर हाम्रो टोटल यति लाग्ने भयो। इन एडिसन टु दिस कस्ट, यो कस्ट बाहेक अमिरले एउटा प्लान्ट पनि पर्चेज गरे अरे कन्ट्र्याक्टको लागि 16 मिलियनमा, प्लान्ट पनि पर्चेज गर्यो। दिस प्लान्ट वाज पर्चेज अन 1 जनवरी 2011 विल ह्याभ नो रेजिडुअल भ्यालु एट द इन्ड अफ 2 इयर, 2 वर्षमा यसको केही पनि रेजिडुअल भ्यालु हुँदैन भनेको फुल्ली डेप्रिसिएट हुन्छ। डेप्रिसिएसन अन द प्लान्ट इज टु बी एलोकेटेड अन स्ट्रेट लाइन बेसिस अक्रस द कन्ट्र्याक्ट। अमिर मेजर प्रोग्रेस अन द कन्ट्र्याक्ट युजिङ आउटपुट मेथड। हेर्नु, आउटपुट मेथड भनेको कति पर्सेन्टेज काम भ्यायो भन्नलाई वर्क सर्टिफाइड सर्वेयरले आएर अथवा इन्जिनियरले आएर र यति पर्सेन्ट भ्यायो है भनेर क्वेसनले केही भनिदिन्छ बेस्ड अन द भ्यालु अफ वर्क सर्टिफाइड। ल हेर्नु, एट 31 डिसेम्बर 2011 भ्यालु अफ वर्क सर्टिफाइड वाज 45 मिलियन। सो वर्क सर्टिफाइड दियो भने जहिले पनि कन्ट्र्याक्ट प्राइसकै आधारमा हामीले क्यालकुलेसन गर्ने हो। ल पर्सेन्टेज कम्प्लिसन भनेको आउटपुट मेथड अनुसार निकाल्नु पर्यो। वर्क सर्टिफाइड दियो भने जहिले पनि वर्क सर्टिफाइड डिभाइड बाई कन्ट्र्याक्ट प्राइसै गर्ने हो। वर्क सर्टिफाइड इज अलवेज कम्पेयर विथ कन्ट्र्याक्ट प्राइस। ल सो 45 मिलियनको मैले सर्टिफाई गरेँ 100 मिलियनमा, भनेपछि मेरो पर्सेन्टेज कम्प्लिसन कति भयो 45 मिलियन। अब मैले रेभिन्यू कति रेकग्नाइज गर्छु त 100 मिलियनको 45%। सो मेरो रेभिन्यू टु बी रेकग्नाइज विल बी 100 मिलियनको 45%, यति भयो। अनि मेरो अहिलेसम्म खर्च कति भइसक्यो, खर्च मेरो कति भएको छ त 24 मिलियन, 24 मिलियन पनि भयो। यसमा मेरो एउटा प्लान्टको डेप्रिसिएसन नै छ, प्लान्टको डेप्रिसिएसन पनि त मेरो लागि खर्च हो नि त। सो मैले के गर्नु पर्यो, 16 मिलियनको प्लान्टलाई 2 वर्षमा डेप्रिसिएट गर्नु पर्यो। 2 वर्षमा डेप्रिसिएट गर्दा प्लान्टको डेप्रिसिएसन 8 मिलियन आयो, भनेपछि मलाई नेट प्रफिट कति आउनु भयो 13 मिलियन। सो यो वर्षको लागि मेरो नेट प्रफिट कति आयो 13 मिलियन प्रफिट आयो। सो मेरो एसओएफपीमा हेर्ने हो भने हेर्नु त, एसओएफपीमा ड्यू फ्रम कस्टमरमा चाहिँ मैले के गरेँ त भन्दाखेरि 45 मिलियन चाहिँ मेरो रेभिन्यू रेकग्नाइज गरे हो। यसमा कस्टमरले जम्मा कति दिएको छ 11.4, भनेपछि बाँकी मेरो कस्टमरबाट चाहिँ ड्यू रहेछ। अनि पिपी भनेर मैले के लेख्नु पर्यो 8 मिलियन लेख्नु पर्यो। भनेपछि हाम्रो इन्टायर डिस्कसन केमा आधारित हो त भन्दाखेरि पर्सेन्टेज कम्प्लिसन कसरी निकाल्ने। पर्सेन्टेज कम्प्लिसन निकाल्ने बेलामा इनपुट कि आउटपुट क्वेसनले भन्छ। माथिको केसमा इनपुट बनाएको थियो, तलको केसमा आउटपुट भन्यो। इनपुट भन्यो भने कति खर्च गरिसक्यो डिभाइडेड बाई टोटल हाम्रो खर्च लाग्ने कति हो भनेर निकाल्नु पर्यो भने
आउटपुट भनेको केसमा चाहिँ वर्क सर्टिफाइड भन्यो भने वर्क सर्टिफाइड बाई कन्ट्र्याक्ट प्राइस, होइन क्वेसनले पर्सेन्टेज दियो भने त्यो अनुसार हामीले क्यालकुलेसन गर्दै भइ नै हाल्यो। ल अगाडि बढौँ। यो भन्दै गर्दाखेरि यी कुराहरू गर्दै गर्दाखेरि हामीले के पनि भन्यौँ भने यहाँ हेर्नु न, यो सबै कुरा गर्दै गर्दाखेरि हामीले के पनि भन्यौँ त भन्दाखेरि पर्सेन्टेज कम्प्लिसनको आधारमा गर्ने त्यो त भइहाल्यो, तर जहिले पनि हेर्नु त यो क्यालकुलेसनहरू त हामीले गऱ्यौँ होइन, यो तपाईँले गरिहाल्नुहुन्छ। जहिले पनि क्यालकुलेसन गर्ने बेलामा एउटा कुरा चाहिँ चेक गर्ने, के कुरा चेक गर्ने त भन्दाखेरि त्यो कन्ट्र्याक्ट जुन हामीले क्यालकुलेसन गरिरहेछौँ नि, त्यो कन्ट्र्याक्ट चाहिँ ओनरस कन्ट्र्याक्ट हो कि होइन भनेर निकाल्ने। सर के हो सर यो ओनरस कन्ट्र्याक्ट भनेको? ओनरस कन्ट्र्याक्ट भनेको ओभरअल कन्ट्र्याक्टमा भविष्यमा तपाईँलाई घाटा हुनेवाला छ भने त्यस्ता कन्ट्र्याक्टलाई हामी ओनरस कन्ट्र्याक्ट भन्छौँ। भन्न खोजेको रेभिन्यू रेकग्नाइज गर्ने बेलामा तपाईँले पर्सेन्टेज कम्प्लिसनकै आधारमा गर्ने हो, त्यसमा नो डाउट, तर त्योभन्दा अगाडि फर्स्ट चेकिङ चाहिँ मेरो के को लागि हुनुपर्छ त भन्दाखेरि वेदर दिस कन्ट्र्याक्ट इज अ ओनरस कन्ट्र्याक्ट अर नट। के हो सर यो ओनरस कन्ट्र्याक्ट भनेको? ओनरस कन्ट्र्याक्ट भनेको ओभरअल कन्ट्र्याक्ट भविष्यमा तपाईँलाई घाटामा हुनेवाला छ भने, ओभरअल कन्ट्र्याक्ट भ्याउने बेलामा तपाईँलाई घाटा हुनेवाला छ भने त्यसलाई हामी ओनरस कन्ट्र्याक्ट भनेर भनिदिन्छौँ। जस्तै हेर्नु त, ओनरस कन्ट्र्याक्ट भनेको कन्ट्र्याक्ट सकिँदा टोटलमा हामीलाई घाटा हुनेवाला छ भने त्यो चाहिँ ओनरस कन्ट्र्याक्ट भयो। त्यही भएर रेभिन्यू टु बी रेकग्नाइज भनेर क्यालकुलेसन गर्ने बेलामा फर्स्टमा हामी के गर्नुपर्छ? ओनरस हो कि होइन भनेर चेक गर्नुपर्छ। ओनरस हो रहेछ भने यसको लागि एउटा प्रोभिजन पनि बनाउनुपर्छ। कसरी बनाउने हामी एउटा इक्जाम्पलमा हेर्छौँ है त। ओनरस हो रहेछ भने हामीले के गर्नुपर्छ? प्रोभिजन पनि बनाउनुपर्छ। इक्जाम्पल हेरौँ। यो इक्जाम्पल मैले योभन्दा नि किताबकै गराउँछु, अथवा ओनरसवाला कुरा हामी ल यो हेरौँ है त। यो टेस्ट हेरौँ, अन्डरस्ट्यान्डिङ 5 हेरौँ है हाम्रो। के भन्छ यसमा? सर जनवरी 1, 2011मा क्यासल भन्नेले चाहिँ के गर्यो? कन्ट्र्याक्ट इन्टर गर्यो कस्टमरसँग स्पेसलाइज बिल्डिङ बनाउने, कतिमा? 10 मिलियनमा। क्यासल इज नट एबल टु युज द बिल्डिङ देमसेल्फ, आफ्नै हिसाबले युज गर्न सकेका छैन अहिले कुनै पनि टाइममा कन्स्ट्रक्सन गर्ने बेलामा। 31 डिसेम्बर भनेको 1 वर्षमा क्यासल ह्याड इन्कर्ड 6 मिलियन, 6 मिलियन चाहिँ उसले इन्कर गरिसक्यो। कस्ट टु कम्प्लिट आर 6 मिलियन, अझै अर्को हामीलाई कति लाग्छ? अर्को 6 मिलियन लाग्छ भने चाहिँ टोटल हाम्रो कस्ट कति रहेछ? 12 मिलियन। क्यासल मेजर प्रोग्रेस टुवार्ड्स द कम्प्लिसन बेस्ड अन कस्ट इन्कर्ड भनेपछि यो के हामीलाई इनपुट मेथड भन्ने भयो। सो पर्सेन्टेज कम्प्लिसन त निकाल्दै भइहाल्यो। सर 6 मिलियन हामीले खर्च गऱ्यौँ, टोटल हामीलाई 6 + 6 12 मिलियन भयो भनेपछि माई पर्सेन्टेज कम्प्लिसन इज 50%। ओके। एट 31 डिसेम्बर 2011 क्यासल ह्याड रिसिभ 3 मिलियन फ्रम द कस्टमर, कस्टमरबाट 3 मिलियन मैले पाएँ। ठिकै छ। यो सबै कुरा क्यालकुलेसन गर्नुभन्दा अगाडि मेरो एउटा चेकिङ चाहिँ के हुनुपर्छ भन्दाखेरि यो कन्ट्र्याक्ट मेरो लागि ओनरस हो कि होइन भनेर हेर्नुपर्छ। ल हेर्नु त, मैले यसरी क्यालकुलेसन गरेँ है त। मेरो अहिलेसम्म कस्ट कति इन्कम भयो? 6 मिलियन। एक्स्ट्रा कति लाग्छ भनेको छ? अर्को 6 मिलियन। टोटल मेरो कस्ट कति? 12 मिलियन। अब मैले कन्ट्र्याक्ट गरेपछि पाउने कति? 10 मिलियन भनेपछि भविष्यमा त मलाई घाटै हुनेवाला रहेछ। यदि फ्युचरमा मलाई ओभरअल लस आउनेवाला छ भने जहिले पनि चेक हुन्छ यो ओभरअल लस छ कि प्रफिट छ भनेर हेर्नुपर्छ। ओभरअल प्रफिट छ भने केही भएन, ओभरअल लस छ भने यसलाई नै भन्ने हामी ओनरस कन्ट्र्याक्ट। यो त ओनरस कन्ट्र्याक्ट भएछ। ओनरस कन्ट्र्याक्ट हो भने हाम्रो प्रुडेन्स कन्सेप्टले के भन्छ भने सर भविष्यमा तपाईँलाई घाटै हुनेवाला छ भने त्यो घाटा त अहिले रेकर्ड गर्नु भनेर भन्छ क्या। भविष्यमा तपाईँलाई घाटै हुनेवाला छ भने त्यो घाटा त अहिले रेकर्ड गर्नु, त्यसको लागि एटलिस्ट प्रोभिजन त बनाउनु भनेर भन्छ हाम्रो प्रुडेन्स कन्सेप्टले। अब हामी के गर्छौँ ल हेर है त। हामी के गर्छौँ भन्दाखेरि हाम्रो पर्सेन्टेज कम्प्लिसन 50 भयो, रेभिन्यू कति? 10 मिलियनको 50% 5 भइहाल्यो। कस्ट इन्कर्ड कति? 6 मिलियन त भयो भनेपछि 5 मिलियन रेभिन्यू भनेको 6 मिलियन त खर्चै भइसक्यो। हाम्रो अहिले 1 मिलियन लस भइसक्यो कि होइन? 1 मिलियन लस भयो। फ्युचरमा तपाईँलाई टोटल लस कति हुनेवाला छ? 2 मिलियन छ। 1 मिलियन त साँच्चीकै भइ नै सक्यो। 2 मिलियन फ्युचरमा हुनेवाला छ। 1 मिलियन त अहिले भइसक्यो। अब बचेको 1 मिलियनको लागि चाहिँ तपाईँले के गर्नु? प्रोभिजन भनेर बनाउने। बचेको 1 मिलियन के गर्नु? प्रोभिजन भनेर बनाउनु। अनि ओभरअल लस चाहिँ कति हुनु भयो? 2 मिलियन हुनु पर्यो। भन्न खोजेको कति प्रोभिजन बनाउने भनेर चाहिँ बुझ्नुपर्छ ल। एक त प्रोभिजन बनाउने भन्ने कुरै बुझ्नु पर्यो, अनि कति प्रोभिजन बनाउने भन्ने पनि बुझौँ है। हामीले के भन्यौँ भने पर्सेन्टेज कम्प्लिसनको आधारमा क्यालकुलेसन गर्ने बेलामा कन्ट्र्याक्ट कन्स्ट्रक्सन कन्ट्र्याक्टको केसमा पहिला नै एउटा के क्यालकुलेसन गर्ने भने ओभरअल मेरो त्यो कन्ट्र्याक्ट चाहिँ प्रफिटमा जान्छ कि जाँदैन भनेर कन्ट्र्याक्ट चेक गर्ने। यदि
ओभरअल कुरा चाहिँ लसमा जान्छ भन्ने भयो भने त्यस्तो केसमा दिस इज ओनरस कन्ट्र्याक्ट। ओनरस कन्ट्र्याक्ट भयो भने तपाईँले जे काम गर्नुहुन्थ्यो पर्सेन्टेज कम्प्लिसन निकालेर रेभिन्यू कति कस्ट कति भन्ने त जति गर्नुहुन्थ्यो त्यो त गर्नै पर्यो। तपाईँको त्यो जुन ओभरअल प्रफिट अथवा लस छ नि, ओभरअल प्रफिट अथवा लस, त्यसमा चाहिँ तपाईँको के देख्नुपर्छ त भन्दाखेरि भविष्यमा तपाईँलाई हुने घाटा अहिले रिफ्लेक्ट हुनु पर्यो। हेर्नु त 5 मिलियन रेभिन्यू भयो, 6 मिलियन तपाईँले खर्च आयो, 1 मिलियन त लस भइसकेछ। ओभरअल भविष्यमा 2 मिलियन लस हुने हो भने चाहिँ 1 मिलियनको चाहिँ तपाईँले के गर्नु पर्यो, प्रोभिजन फर ओनरस कन्ट्र्याक्ट भनेर ब्यालेन्स सिटमा देखाइरहनु पर्यो। यहाँ 2 मिलियन गर्ने होइन कि, किनभने टोटल पो 2 मिलियन हो त, 1 मिलियन त भइसक्यो, बचेको 1 मिलियन चाहिँ यहाँ गर्नु पर्यो। अब यो प्रोभिजन निकाल्नलाई सबैभन्दा सजिलो तरिका चाहिँ तपाईँको के छ भने रेभिन्यू लेख्नु, कस्ट इन्कर्ड लेख्नु, ओभरअल लसमा चाहिँ तपाईँको जुन माथि आछ नि त्यो लेखिदिनु, ब्यालेन्सिङ पियर प्रोभिजन हुनुपर्छ जहिले पनि। ल अब पिएनएलको एक्सट्र्याक्ट हेऱ्यो भने ब्यालेन्स सिटको एक्सट्र्याक्ट हेर्नुभयो भने यस्तो देखिन्छ। कन्ट्र्याक्ट रेभिन्यू 5 मिलियन भइहाल्यो, 3 मिलियन हामीले पैसा पाएको छ, 2 मिलियन चाहिँ हामीले पैसा पाउनु बाँकी छ, अनि प्रोभिजन फर अनरस कन्ट्र्याक्ट भनेर 1 मिलियन पनि देख्यो कि। सो त्यही भएर अब यो च्याप्टरको क्वेसन गर्ने बेलामा जहिले पनि फर्स्ट काम भनेको चाहिँ ओभरअल प्रफिट छ कि छैन भनेर क्यालकुलेसन गर्ने हो। ओभरअल प्रफिट छ कि छैन भनेर क्यालकुलेसन गरेपछि बल्ल अगाडि बढ्ने हो। ल यसमा पनि हाम्रो हेरौँ ल, यो पनि म एकचोटि चेक गरिदिइहाल्छु। द फलोइङ इन्फर्मेसन रिलेट टु द कन्ट्र्याक्ट फर कन्स्ट्रक्सन अफ बिल्डिङ फर अ कस्टमर। द बिल्डर हेज अ राइट टु रेगुलर पेमेन्ट एज अ वर्क प्रोग्रेस इज मेजर अन आउटपुट बेसिस। आउटपुट बेसिस भनिदियो, बेस अन वर्क सर्टिफाइड भनेकै छ। कन्ट्र्याक्ट प्राइस 370, वर्क सर्टिफाइड टुटेल 320, पर्सेन्टेज कम्प्लिसन 320 डिभाइडेड 370 भनेको 86.48। कस्ट टु डेट आजको दिनसम्म कस्ट 330, इस्टिमेटेड कस्ट 80 अझै भनेपछि पहिला चेक गर्ने, कन्ट्र्याक्ट कस्ट भनेको 330 प्लस 80 410, यो काम गरेर आउने पैसा 370। ल घाटा हुने रहेछ। सो दिस इज माई ओनरस कन्ट्र्याक्ट। ओनरस कन्ट्र्याक्ट हो भने रेभिन्यू त मैले लेख्नु परिहाल्यो, रेभिन्यू भनेर चाहिँ 320 लेख्नु परिहाल्यो, त्यो 320मा कस्ट इन्कर्ड 330 लेखेँ, 10 घाटा, अनि यहाँ मेरो टोटल 40 आउनुपर्छ नि त लस भनेपछि मैले यहाँ प्रोभिजन भनेर पनि बनाउनु पर्यो, प्रोभिजन फर ओनरस कन्ट्र्याक्ट भनेर पनि। त्यही भएर मेरो एन्सर ए भयो, 320 रेभिन्यू, कस्ट अफ सेल्स मेरो कति 360। ठिक छ, हेर्नु त यहाँसम्म कसैलाई केही डाउट छ भने डाउट सोधौँ ल। अब यति गरिसकेपछि एक दुईवटा सानसानो कुरा हामीले बिर्सिनु हुन्न। के भन्छ त भन्दा कहिले कहिले एमसिक्युजमा हामीलाई के भन्छ, सर पर्सेन्टेज कम्प्लिसन त निकाल्नै सकिएन, पर्सेन्टेज कम्प्लिसन निकाल्न सकिएन। किन निकाल्न सकिएन सर? अब भविष्यमा कति खर्च हुन्छ हामीलाई थाहा नै छैन, अहिले क्यालकुलेसनै गर्न सकिँदैन। आजको दिनसम्म मैले 2 करोड खर्च गरेँ, तर फ्युचरमा कति खर्च हुन्छ भन्ने कुरा मलाई अहिले थाहा छैन। यस्ता केही कुरा लेखेर क्वेसनले के भन्यो भने सर पर्सेन्टेज कम्प्लिसन त निकाल्न सकिएन है भन्ने कुरा गर्यो भने त्यस्तो बेलामा हामीले के बुझ्नुपर्छ त भन्दाखेरि जति खर्च भएको छ नि अहिलेसम्म, जति खर्च भएको छ त्यतिलाई नै हामीले के भन्ने, रेभिन्यू भनेर रेकगनाइज गर्ने। फेरि कुरा बुझ्नु, यदि क्वेसनले मलाई के भन्यो भने पर्सेन्टेज कम्प्लिसन मैले निकाल्न सकिनँ, किन निकाल्न सकिनँ सर? भविष्यमा कति खर्च लाग्छ मलाई थाहा नै छैन, अथवा एन नम्बर अफ रिजन जेसुकै भन्नुहोस्, पर्सेन्टेज कम्प्लिसन निकाल्न सकिँदैन भन्ने खालका केही कुरा गर्यो भने त्यस्तो बेलामा जति खर्च भएको छ त्यतिलाई नै मैले के भन्नुपर्छ, रेभिन्यू भनेर रेकगनाइज गर्नुपर्छ भनेर हाम्रो स्ट्यान्डर्डले भनेको छ। ल यो पनि हामीले ध्यान दिनु पर्यो। ल अब यसमा मैले एउटा अर्को इक्जाम्पल पनि लिएँ जुन हामीले क्लासमा गराएको थियौँ। इक्जाम्पल लिने बेलामा चाहिँ यहाँ त एउटा यो इक्जाम्पललाई डिस्कस गरौँ ल। यो मल्टिपल इयरको हो, अब खासै यस्ता क्वेसनहरू त हाम्रोमा छैन, त्यही पनि फेरि झुकाएर सोधिहाल्यो भन्ने हिसाबमा चाहिँ हामीले एउटा मल्टिपल इयरको पनि क्वेसनहरू गऱ्यौँ। जस्तै के भन्यो भने एबिसी भन्ने चाहिँ एउटा कन्ट्र्याक्ट इन्टर गरे रे 100 मिलियनको, कन्ट्र्याक्ट पिरियड चाहिँ उसको लागि 3 वर्ष हो अरे। बेस्ड अन द इन्फर्मेसन गिभन बिलो क्यालकुलेट द रेभिन्यू टु बी रेकगनाइज भन्यो। कस्ट इन्कर्ड अहिले 30 मिलियन, इयर 1को मात्रै कुरा गरौँ ल। कस्ट इन्कर्ड 30 मिलियन, पर्सेन्टेज सर्टिफाइड 25%, अनि इयर 2मा 75 अनि 85%, 85 अनि 100%। ल ठिकै छ। अब हेर्नु इयर 1को कुरा गरौँ, पर्सेन्टेज सर्टिफाइड दिएपछि आउटपुट मेथडै लगाइदिए भयो। क्वेसनले यहाँ केही नभने पनि पर्सेन्टेज सर्टिफाइड दिएको छ भने त्यो पर्सेन्टेज सर्टिफाइडकै आधारमा क्यालकुलेसन हुन्छ। अब यहाँ है त हामीले के गरौँ, रेभिन्यू टु बी रेकगनाइज भनेर गरौँ। 100 मिलियन रेभिन्यू हो, यसको 25% सर्टिफाइड छ भने चाहिँ 25 मिलियन मेरो रेभिन्यू भइहाल्यो। कस्ट इन्कर्ड टिल डेट 30 मिलियन भयो, 5 मिलियन मेरो के छ, लस आयो। सर के यो लसले गर्दा अब यो ओनरस कन्ट्र्याक्ट भयो त? यो चाहिँ भएन।
यसरी ओनरस कन्ट्र्याक्ट हेर्ने होइन ल। ओनरस कन्ट्र्याक्ट भने त ओभरअलमा हेर्ने हो। ओभरअल मेरो लागि कति छ हेर्नु त, 100 मिलियन। ओभरअल खर्च कति छ, 85 मिलियन। त्यहाँ त फाइदै छ। भविष्यमा फाइदा हुन्छ भने ओनरस भन्ने होइन के। अहिलेकोमा चाहिँ घाटा भयो भन्दैमा तपाईँले ओनरस भन्ने होइन, ओभरअल प्रफिट हेर्ने। ओभरअल प्रफिट नभइकन लस हुन्छ भने बल्ल त्यहाँ ओनरस भन्ने हो। सो यो फर्स्ट इयरमा हाम्रो 5 मिलियन चाहिँ घाटा भयो। ठिक छ। अब इयर टूमा हेर्नु। इयर टूमा 85% सर्टिफाइड छ नि त। अब मैले रेभिन्यू भन्ने बेलामा 100 मिलियनको 85 चाहिँ इयर टूको पिएलमा जाँदैन कि। किन जाँदैन यो कुरा बुझ्नु। इयर वानमा चाहिँ 25% गयो। इयर टूमा 85 भनेको त यो त क्युमुलेटिभ हुन्छ के। क्युमुलेटिभ हुन्छ भनेको मैले कुनै एउटा घर बनाउँदैछु, घर बनाउने बेलामा पहिलो वर्ष कति पर्सेन्ट भ्याइयो भन्यो भने 25% भ्याइयो भन्यो। दोस्रो वर्ष कति पर्सेन्ट भ्याइयो भन्यो भने 85% भ्याइयो भन्यो भने 85% इयर टूमा मात्रै भ्याइ होइन नि त, इयर वानमा पनि त 25 भ्याइएको थियो भनेपछि जति इयर टूमा भ्याइया छ त्यति मात्रै मैले के गर्ने हो, रेभिन्यू भनेर त्यो वर्षलाई रेकगनाइज गर्ने हो। सो हामीले इयर टूमा के गरेका थियौँ, इयर टूमा सर रेभिन्यू टु बी रेकगनाइज भनेको 100 मिलियन इन्टु 85, यो चाहिँ टोटल 2 वर्षको हो। यो 2 वर्षमा 25 मिलियन त इयर वानमै रेभिन्यू रेकगनाइज गरे होइन, 25 मिलियन त इयर वानमै गरे हो भनेपछि 60 मिलियनलाई मात्रै के गर्नु पर्यो, हामीले रेभिन्यू भनेर रेकगनाइज गर्नु पर्यो। कस्ट टु बी रेकगनाइजमा पनि सेम त्यही। 75 मिलियन भनेको त क्युमुलेटिभ हो। क्युमुलेटिभ भनेको अहिलेसम्मको खर्च 75 हो। यसमा मैले 30 मिलियन त इयर वानमै लेख्या हो नि त, 30 मिलियन त इयर वानमै लेख्या हो भनेपछि 45 मिलियन मात्रै लेख्नु पर्यो। सो माई टोटल प्रफिट विल बी 15 मिलियन। सो यो इक्जाम्पलमा हामीले मैले बुझाउन खोजेको के त भन्दाखेरि यदि तपाईँले मल्टिपल इयरको इयर वान, इयर टू, इयर थ्रीको रेभिन्यू रेकगनाइज गर्दै हुनुहुन्छ भने इयर वानको गर्दा त वेल एन्ड गुड, इयर टूको गर्दा इयर वानको घटाएर गर्नुपर्छ, इयर थ्रीको गर्दा इयर वान र टूको घटाएर इयर थ्रीको मात्रै क्यालकुलेसन गर्नुपर्छ। सो यो इक्जाम्पल पनि हामीले छलफल चाहिँ गराएको थियौँ होइन त। ल अब यो टेस्ट टु अन्डरस्ट्यान्डिङ 8 छ, यो क्वेसन गर्न नसकिने भन्ने छैन, अलिक ठुलो छ, यो तपाईँहरूले एकचोटि ट्राई गर्नु होला। यसमा हाम्रो गर्न नसकिने भन्ने चाहिँ केही पनि थिएन, यो क्वेसन चाहिँ ठुलो थियो। ओके, मेजर हाम्रो कुरा त आइएफआरएस 15मा यही नै हो। अब यो बाहेक सानसानो टपिकहरू छ, ती सानसानो टपिकलाई पनि छलफल गरिहाल्यौँ। आइएफआरएस 15मा 5 स्टेप मोडल हामीले छलफल गऱ्यौँ। अब त्यो बाहेक सानो सानो टपिक छ। एउटा पहिलो टपिक हेरौँ, रिपर्चेज एग्रिमेन्ट। रिपर्चेज एग्रिमेन्टमा हामीले के भन्यौँ त भन्दाखेरि सर रिपर्चेज एग्रिमेन्ट भनेको चाहिँ आज तपाईँले सामान बेच्नुभयो, आज तपाईँले सामान बेच्नुभयो, भविष्यमा तपाईँसँग म किनिहाल्छु है भनेर भन्नुभयो भने द्याट इज रिपर्चेज एग्रिमेन्ट। जस्तै सेलरले बायरलाई सामान बेच्यो तर के भन्यो, राइट टु रिपर्चेज एट एनी पोइन्ट अफ टाइम राख्यो। उसले के भन्यो, मैले भनेको दिनमा तपाईँबाट त्यो सामान किन्न सक्छु है म भनेर भन्छ भने यसलाई भन्छ हामी रिपर्चेज एग्रिमेन्ट। र हाम्रो स्ट्यान्डर्डले के भन्छ भने सर तपाईँले सामान बेच्नुभयो, सामान बेचेर जुन दिन भन्यो त्यही दिन म त्यो सामानलाई फिर्ता माग्न सक्छु है, तपाईँसँग फेरि किन्न सक्छु है भनेर भन्नुभएको छ भने त्यसलाई त सेल्स भन्नै मिलेन भनेर भन्छ कि। सो हाम्रो स्ट्यान्डर्डले के भन्छ भने दिस इज नट रेकगनाइज एज सेल्स एज पर आइएफआरएस 15। आइएफआरएस 15 अनुसार हामीले यसलाई सेल्स भनेर रेकगनाइज गर्ने होइन भनेर भन्छ। के गर्ने त, चेक गर्ने। चेक गर्ने कसरी चेक गर्ने, यदि हेर्नु है, आज मैले यो पेनलाई बेचेँ 100 रुपियाँमा, आज तपाईँलाई मैले यो पेन बेचेँ 100 रुपियाँमा, भोलि तपाईँसँग यो पेन किन्ने बेलामा तपाईँसँग 110 रुपियाँमा मैले किनिरहेको छु भने हाम्रो स्ट्यान्डर्डले के भन्छ भने आफैले बेचेको भन्दा धेरैमा कसले किन्छ सर, यो त तपाईँले सिधै सिधै लोन लिएर लोनको ब्याज तिराउ भनेर भन्छ क्या। 100 रुपियाँमा मैले तपाईँलाई सामान बेचेँ अनि यो सामान तपाईँलाई दिएँ, धरोटी भयो। जुन दिन म तपाईँसँग फेरि फिर्ता माग्छु 110 रुपियाँमा किन्छु भने 100 रुपियाँ लोन, 10 रुपियाँ ब्याज तिराउ भनेर भन्छ क्या। त्यही भएर इफ रिपर्चेज प्राइस इज हायर देन सेल्स प्राइस, हायर छ भने यस्तो केसमा यो त फाइनान्स हो, यसलाई त लोन मान्ने भनेर भन्छ। त्यसरी नै मैले आज 100 रुपियाँमा तपाईँलाई यो सामान बेचेँ, तपाईँसँग भविष्यमा मैले के गरेँ त भन्दाखेरि लिने बेलामा 90 रुपियाँमा यसलाई किनेँ। स्ट्यान्डर्डले के भन्छ भने सर यो सामान बेचेको होइन, तपाईँले यो सामान चाहिँ के गर्नुभयो त भन्दाखेरि यो सामान बेच्नुभयो। सामान बेचिसकेपछि तपाईँले फेरि किन्ने बेलामा उसले 90 रुपियाँ तिर्नु भयो भने त्यो तपाईँले भाडामा ल्याओ, आएछ त्यहाँ भाडामा द्याओ। सो यसलाई चाहिँ के गर्नु, लिज एरेन्जमेन्ट मान्नु। तपाईँले यसलाई भाडामा द्याओ, भाडामा दिएको सरह मान्नु भनेर भन्छ। हेरौँ न, मैले यो सामान बेचेँ, 100 रुपियाँ मलाई आयो, भविष्यमा मैले के भने ल ल्याउनु मेरो सामान फिर्ता ल्याउनु, म तपाईँसँग फेरि किन्छु भने उसलाई 90 रुपियाँ दिएँ, 10 रुपियाँ त मैसँग छ भनेपछि मैले के मान्नु पर्यो, यसलाई मैले चाहिँ भाडामा दिएको रहेछु भन्ने मान्नु पर्यो भनेर भन्छ कि। सो रिपर्चेज एग्रिमेन्टमा चाहिँ हामी के भन्छौँ भने
रिपर्चेज एग्रिमेन्टको केसमा त्यसलाई हामी सेल्स मान्दैनौँ। रिपर्चेज एग्रिमेन्टमा तपाईँले के रिपर्चेज गर्ने प्राइस धेरै छ भने लोन हो यो भन्ने मान्नु पर्यो। रिपर्चेज गर्ने प्राइस चाहिँ कम छ भने यो चाहिँ तपाईँले भाडामा ल्याऊ भनेर मान्नु पर्यो भनेर हामीले यो डिस्कसन गरेका थियौँ। बायरको पर्सपेक्टिभबाट पनि हामीले त्यही भन्यो। बायरको पर्सपेक्टिभबाट ठ्याक्कै उल्टो भयो। बायरले चाहिँ यदि उसले भविष्यमा गएर रिपर्चेज प्राइस धेरै तिर्नेवाला छ भने यो फाइनान्सिङ भइहाल्यो। रिपर्चेज प्राइस कम छ भने यो त लिज भइहाल्यो। उसको लागि चाहिँ लिज खर्च, एउटाको लागि लिज इन्कम, जसरी पनि कुरा केही फरक परेन। कहिले कहिले के हुने भयो भन्दाखेरि बायरले के जस्तै मैले तपाईँले यो सामान बेचेँ, बायरसँग के राइट छ भने यो सामानलाई फिर्ता गरिदिने भनेको रिपर्चेज चाहिँ गर्न लाउने भन्ने राइट छ। तर हामीलाई के थाहा छ भने बायरले त्यो गर्दैन। बायरले त्यो सामान लगाएपछि उसले नै युज गर्छ, हामीले किन्नु पर्दैन भन्ने छ भने त्यस्तो केसमा त त्यो सामान फिर्ता आउनेवालै होइन नि त। त्यही भएर आइएफआरएस 15 अनुसार रेभिन्यू रेकगनाइज गरे हुन्छ भनेर भन्छ। यो पनि हामीले कुरा चाहिँ ध्यान दिनु पर्यो। ओके, रिपर्चेजमा यही कुरा थियो। रिपर्चेजमा हामीले अब यही कुरा नै डिस्कस गरे हो होइन। एउटा हाम्रो अब यहाँ क्वेसन पनि हामीले डिस्कसन गऱ्यौँ। क्वेसन गर्ने बेलामा के भन्यो त भन्दाखेरि जस्तै जोहन सोल्ड इट्स फ्याक्ट्री टु साइरफ अ फाइनान्स कम्पनी फर 8 लाख। जोहन कन्टिन्यू टु युज द फ्याक्ट्री एन्ड वाज रेस्पोन्सिबल फर द इन्सुरेन्स। हेरौँ न, आफैले युज गरिरहेछ अनि रिपर्चेज गर्छु भएछ 9,80,000मा। ल यो केसमा त यो त सरासर फाइनान्सिङ एरेन्जमेन्ट भइहाल्यो। 8 लाखबाट 9,50,000 भनेपछि यो जुन डिफरेन्स एमाउन्ट छ यो चाहिँ हाम्रो उसको लागि के हो, फाइनान्स कस्ट हो। ल यी कुराहरू हामीलाई सजिलै भइहाल्यो। अर्को थियो हाम्रो सानो एउटा टपिक आइएफआरएस 15मा बिल एन्ड होल्ड एरेन्जमेन्ट। बिल एन्ड होल्ड एरेन्जमेन्टमा हामीले सिम्पली के भएको थियो भने सामान मैले बेचेँ, सामान मैले बाहिर दिएँ, बेचेपछि बायरले के भन्यो भने केही समय तपाईँ होल्ड गरेर राखिदिनु, मसँग गोडाउनमा ठाउँ छैन अथवा मैले चाहिँ अहिले लान मिल्दैन भनेर मैले होल्ड गरेर राखेँ भने द्याट इज नोन एज बिल एन्ड होल्ड एरेन्जमेन्ट। अब यसमा सेलरको के गल्ती छ? म त सामान रेडी छ, तपाईँलाई लिएर जानु भनेकै हो, तपाईँले के भन्नुभयो भनेको बायरले के भन्यो, अहिले बायरले सर्टेन कन्डिसनले गर्दा उसले लान सकेन, त्यो कारणले गर्दा मैले होल्ड गरे हो, मैले त त्यसलाई युज गर्ने पनि होइन, मैले त रेडी टु डेलिभर छ भने यस्तो केसमा हाम्रो स्ट्यान्डले के भन्छ, सेलरले त रेभिन्यू रेकगनाइज गरे भइहाल्यो, तपाईँको काम त सकिहाल्यो भनेर भन्छ। के भन्छ अन्त बिल एन्ड होल्ड एरेन्जमेन्टमा इन्टिटी बिल्स अ कस्टमर फर द प्रडक्ट बट इन्टिटी रिटेन द फिजिकल पोसेसन अफ द्याट प्रडक्ट। इन्टिटीले के गर्छ, फिजिकल पोसेसन चाहिँ होल्ड गरेर राख्छ भने यस्तो केसमा यसलाई बिल एन्ड होल्ड भन्छ। कन्ट्रोल ट्रान्सफर गर्यो, कन्ट्रोल ट्रान्सफर भनेको तपाईँको सामान हो, बाहिरलाई के भन्यो तपाईँको सामान हो, तपाईँले प्रयोग गर्नु, म त युज गर्दिनँ, होल्ड गरेर राखिदिनु भने राखिदिन्छु भन्यो भने रेभिन्यू भन्ने। तर कन्ट्रोल ट्रान्सफर चाहिँ गरेन। ल ठिक छ, मैले तपाईँलाई सामान बेचेँ, जबसम्म तपाईँले पैसा ल्याएर दिनुहुन्न अथवा यो कन्डिसन मिट गर्नुहुन्न, यो सामान मैसँग छ है, तपाईँ आउनु भएन भने म यसलाई बेचिदिन्छु अथवा तपाईँ नआउन्जेलसम्म मैले यसलाई प्रयोग गर्छु भनेर कन्ट्रोल राखेको छु भने त कहाँ त्यो कन्ट्रोल ट्रान्सफर गरे भन्ने मानिन्छ। सो रेभिन्यू त रेकगनाइज गर्ने कुरै भएन। अर्को इक्जाम्पल हामीले फाइनान्सिङ कम्पोनेन्ट भनेर भनेको थियो। अब फाइनान्सिङ कम्पोनेन्टमा त हामीले यो हरेक चाहिँ मेजर स्ट्यान्डर्डमा डिस्कस गर्यो, आइएएस 16मा पनि डिस्कसन गर्यो, आइएफआरएस 15मा पनि भइहाल्यो, लिजमा पनि हामीले डिस्कसन गरेको थियौँ। यसको बारेमा सर गो थ्रु गरौँ। फाइनान्सिङ कम्पोनेन्टमा हामीले के भन्यौँ भने सर यदि सामान आज बेचिरहेको छु, पैसा मैले भविष्यमा पाइरहेको छु, जस्तै आज मैले सामान बेचेँ तर बायरले मलाई पैसा 2 वर्षपछि 3 वर्षपछि दिन्छ भने यस्तो केसमा त्यहाँ त ब्याज पनि त होला नि भनेर भन्छ क्या हाम्रो स्ट्यान्डर्डले। त्यही भएर के भन्यो भने जस्तै 1/1/2024मा मैले सामान बेचेँ, 31/12/2025मा बायरले मलाई 1,21,000 दिँदैछ भने हाम्रो स्ट्यान्डर्डले के भन्छ भने सर यो 1,21,000मा त ब्याज पनि छ, यसलाई तपाईँले के गर्नु, पहिला प्रेजेन्ट भ्यालुमा लिएर जानु, जति भ्यालु आउँछ द्याट इज योर सेल प्राइस, त्यो चाहिँ तपाईँको लागि सेल प्राइस भयो, डिफरेन्स एमाउन्ट चाहिँ तपाईँको ब्याज हो, त्यसलाई तपाईँ इन्ट्रेस्ट इन्कम भन्नु भनेर भन्छ। सो डिफर्ड कन्सिडरेसनको केस हामीले के पढाएको थियो त भन्दा डिफर्ड कन्सिडरेसनमा चाहिँ यदि तपाईँले भविष्यमा गएर कन्सिडरेसन पाउँदैनुहुन्छ भने त्यसलाई पहिला प्रेजेन्ट भ्यालुमा लिएर आउनु, प्रेजेन्ट भ्यालु इज योर रेभिन्यू, डिफरेन्स एमाउन्ट चाहिँ तपाईँको के हो, ब्याज हो। सो हामीले यसलाई के गरेको थियो अन्त, यसले हामीलाई चाहिँ के गरेको थियो त भन्दाखेरि रिसिभेबल टु रेभिन्यू 1,21,000 लेख्ने होइन, यसलाई चाहिँ तपाईँले प्रेजेन्ट भ्यालुमा लाने, 1 लाख रुपियाँ भयो। सो तपाईँको इन्ट्री भयो रिसिभेबल टु रेभिन्यू 1 लाख रुपियाँ, अनि इयर इनमा जहिले पनि ब्याज इन्कम लेख्ने, इन्ट्रेस्ट इन्कम कति 1 लाखको 10%, 10,000 तपाईँको रिसिभेबल पनि बढ्यो, इन्कम पनि बढ्यो। अब पिएनएलमा कति जाने भयो, रेभिन्यू भनेर गयो 1 लाख, इन्ट्रेस्ट भनेर गयो 10,000, एसओएफपीमा चाहिँ रिसिभेबल भनेर 1,10,000 जाने भयो। नेक्स्ट इयर फेरि तपाईँले ब्याज जोड्नु भयो, 11,000 तपाईँको ब्याज आयो। सो रिसिभेबल टु इन्ट्रेस्ट 11,000 भयो अनि रिसिभेबलबाट हामीले टोटल पैसा 1,21,000 पायौँ। अब मेरो ब्यालेन्स सिटमा कति जाने भयो, ब्यालेन्स सिटमा त केही पनि बचेन,
पिएनएलमा के जाने भयो 11,000 मेरो इन्ट्रेस्ट इन्कम भनेर जाने भयो। सो डिफर्ड कन्सिडरेसनमा हामीले के भनेको थियो, डिफर्ड कन्सिडरेसनमा फ्युचरमा तपाईँले कन्सिडरेसन पाउँदैनुहुन्छ भने त्यसलाई प्रेजेन्ट भ्यालुमा ल्याउनु, द्याट इज योर रेभिन्यू, डिफरेन्स एमाउन्ट तपाईँले ब्याज भनेर इन्ट्रेस्ट इन्कम भनेर रेकर्ड गर्ने हो भनेर हामीले छलफल गराएको थियो। अब यो त सिम्पलै कन्सेप्ट छ होइन, यसमा खासै केही छैन। ओके, अब यो पनि एउटा अर्को टपिक थियो, यो पनि इम्पोर्टेन्ट छ ल, कन्सिडरेसन पेएबल टु कस्टमर। अब यसको आधारमा पनि हामीले केही क्वेसनहरू चाहिँ देखाएको थियौँ, त्यो पनि छलफल गरौँ। कन्सिडरेसन पेएबल टु कस्टमरको कुरा गरौँ। कहिले कहिले के हुन्छ भने मैले सामान बेचेँ, मैले सामान बेचेपछि त कस्टमरले मलाई पैसा दिने हो नि त। मैले यो पेन तपाईँलाई बेचेँ भने तपाईँले मलाई पैसा दिने होइन र, तपाईँले मलाई पैसा दिने हो। तर सामान उल्टो मैले बेचिरहेको छु, सामान मैले बेचिरहेको छु अनि पैसा पनि मैले दिइरहेको छु, केही अलिकति केही कन्सिडरेसन भने यसलाई भन्न खोजेको कन्सिडरेसन पेएबल टु कस्टमर। त्यो भन्न खोजेको चाहिँ कन्सिडरेसन पेएबल टु कस्टमर। अब कुन केसमा हुन्छ सर, जस्तै मैले तपाईँलाई यो पेन बेचेँ, पेनको पैसा कति, 100 रुपियाँ। तपाईँसँग मैले 100 रुपियाँ लिएँ अनि मैले के गरेँ, ल 10 रुपियाँ तपाईँलाई है। किन दिएको 10 रुपियाँ भन्दाखेरि तपाईँसँग त्यो कपी छ नि, त्यो कपी चाहिँ मलाई एकदम मन पर्यो, त्यो कपी चाहिँ मलाई पठाइदिनु भनेर भन्यो भने यस्तो केसमा पनि त कन्सिडरेसन पेएबल भयो नि त कस्टमरलाई। तपाईँ 100 रुपियाँ दिनु, म तपाईँलाई 10 रुपियाँ दिन्छु भनेर भन्यो भने यस्तो केसमा त तपाईँले किन दिए पैसा भन्दाखेरि डिस्टिङ्क्ट गुड एन्ड सर्भिसलाई दिए हो। ठिक छ, 100 रुपियाँको सेल्स भन्नु, 10 रुपियाँको पर्चेज भन्नु, ल्याएर डिस्टिङ गुड एन्ड सर्भिसलाई दिए हो भने त अब त्यसलाई त नर्मल पर्चेज जस्तो माने भइहाल्यो। मैले आज कस्टमरलाई चाहिँ के गरेँ त भन्दाखेरि 100 रुपियाँको सामान बेचेँ अनि 10 रुपियाँ उसलाई नै फिर्ता गरेँ। किन गरेको, 10 रुपियाँको उसँग सामान किनेको भन्यो भने 100 रुपियाँ रेभिन्यू भन्ने, 10 रुपियाँको तपाईँको के भन्ने त भन्दाखेरि 10 रुपियाँलाई तपाईँले चाहिँ पर्चेज भनेर भन्ने। कुनै कुनै केसमा चाहिँ मैले कस्टमरलाई के भने त भन्दाखेरि ल तपाईँलाई मैले 1 करोडको सामान बेचेँ, 1 करोडको सामान बेच्ने बेलामा कस्टमरले आएर के भन्यो भने 1 करोडको तपाईँलाई मैले सामान चाहिँ तपाईँसँग म किनिरहेको छु, एटलिस्ट मलाई यसो गोडाउनमा चाहिँ ऱ्याक स्याक बनाउन अलिअलि पैसा त ल्याउनु भनेर भन्यो भने यस्तो केसमा चाहिँ कन्सिडरेसन पेएबल टु कस्टमर भयो। कस्टमरलाई नै मैले पैसा दिइरहेको छु क्या, किन दिएको त भन्दाखेरि त्यही कामसँग रिलेटेड जे काम मैले चाहिँ उसलाई चाहिँ जे मैले काम दिइरह हो, पर्फर्मेन्स एप्लिकेसन गरिरह हो, त्यही पर्फर्मेन्स एप्लिकेसनसँग रिलेटेड हो, अरू कुरा फरक होइन भन्यो भने यसले चाहिँ ट्रान्जेक्सन प्राइसलाई नै घटाइदिन्छ। यहाँ इक्जाम्पल हेर्नु है, यसलाई बुझौँ, एमसिक्युजमा छ यो होइन। जस्तै यहाँ इक्जाम्पल हेर्नु, गोल्डन गेट कम्पनी enters into contract with a major chain of retail store. The customer commit to buy 20 million of product over next 12 months. So next 12 monthमा उसले के गर्छ अरे भन्दाखेरि 20 मिलियनको सामान किन्छ अरे। The term of contract required Golden Gate to make a payment of 1 million to compensate the customer for change that will need to make it retail store to accommodate the product. 20 मिलियनको सामान किन्छु भनेको छ अनि त्यो कन्ट्र्याक्टमा के लेखाएको छ, 1 मिलियन त तपाईँले दिनुपर्छ है, ऱ्याक बनाउनु पर्यो नि त तपाईँको लागि भनेर भन्यो। सो ऱ्याक बनाउनलाई 1 मिलियन पैसा दिँदैछु भने दिस 1 मिलियन, यो 1 मिलियन चाहिँ हामीलाई के हो, कन्सिडरेसन पेएबल टु कस्टमर। यस्तो केसमा के भन्छ हामी, फरक कामको लागि दिए होइन नि त, त्यही एज अ होल त्यही पर्फर्मेन्स एप्लिकेसनकै लागि भनेर दिए हो। यस्तो केसमा चाहिँ हाम्रो ट्रान्जेक्सन प्राइस नै घट्छ कि, आवर ट्रान्जेक्सन प्राइस विल बी 19 मिलियन। अब हेर्नु त, सो हाम्रो कन्ट्र्याक्ट प्राइस चाहिँ 20 मिलियन थियो, यसमा कन्सिडरेसन पेएबल भयो 1 मिलियन भनेपछि मेरो ट्रान्जेक्सन प्राइस नै अब कति भयो, 19 मिलियन भयो। अब ट्रान्जेक्सन प्राइस नै 19 मिलियन भयो भने चाहिँ मैले कति पर्सेन्ट डिस्काउन्ट दिएछु, 5%। अब मैले वर्षको इन्डमा 4 मिलियनको काम गरिसकेँ भने यस्तो केसमा रेभिन्यू टु बी रेकग्नाइज कति भयो, 4 मिलियनको 95%। यो 95% कहाँबाट आयो सर, 5% त डिस्काउन्ट भएछ नि त। 19 मिलियनमा तपाईँले कन्ट्र्याक्ट गर्नुभयो, 20 मिलियनको कुरा गरेको तर तपाईँले पाउने त 19 मिलियन हो भनेपछि यस्तो केसमा चाहिँ तपाईँले 5% डिस्काउन्ट दिनुभएछ। सो 4 मिलियनको सामान बेचे भने तपाईँको 5% घटाउँदाखेरि 3.8 मिलियन मात्रै तपाईँले के भन्नु पर्यो, रेभिन्यू भन्नु पर्यो। भनेपछि क्रक्स के भयो त, यदि तपाईँले कस्टमरलाई नै केही पैसा दिँदै हुनुहुन्छ के को लागि भने त्यही पर्फर्मेन्स एप्लिकेसनको लागि भने त्यसलाई चाहिँ ट्रान्जेक्सन प्राइसबाट एडजस्ट गर्नुपर्छ। ल हेर्नु त, ल कसैलाई केही डाउट छ यसमा भने यो पनि एउटा एमसिक्युजमा इम्पोर्टेन्ट पार्ट छ है, 2-4 क्वेसन यसमा पनि छ। अनि हामीले यहाँ एउटा यो एमसिक्युज पर्पसको लागि क्वेसन गर्ने बेलामा कन्फ्युज भएर हामीले एउटा यो कुरा पनि ल्याएको थियौँ, कन्ट्र्याक्ट एसेट भनेको के, रिसिभेबल भनेको के, स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनमा। नोटमा हामीले के भन्यो भने जस्तै इयर 1 छ, इयर 1मा मैले चाहिँ के गरेँ त भन्दाखेरि काम गर्दै गएँ, टोटल रेभिन्यू पर्सेन्टेज कम्प्लिसनको आधारमा कति, 1,40,00,000 भयो। 1,40,00,000मा मैले कस्टमरलाई बिल चाहिँ कति पठाइदिएँ, जति काम भयो त्यसकै बिल जान्छ भन्ने त छैन नि त। 1,40,00,000को काम गरेको बिल मैले पठाइदिएँ 1 करोडको।
1 करोडमा कस्टमरले मलाई कति पैसा दिइसक्यो? 70 लाख। 1 करोडमा 70 लाख रुपियाँ पैसा दिएको छ भने रिसिभेबल भनेको यो दुइटाको डिफरेन्स इज रिसिभेबल। जस्तै बिल टु कस्टमर 1 करोड, रिसिभ फ्रम कस्टमर 70 लाख, रिसिभेबल चाहिँ मेरो कति? 30 लाख। अथवा कति यो 10 लाख र 7 लाख रहेछ भनेपछि 3 लाख है, एक एकवटा जिरो बढी भएछ। सो कस्टमरलाई बिल गरेँ मैले 10 लाखको, तर उसँग पैसा पाएँ 7 लाख भनेपछि बिल गरिसकेँ तर पैसा जम्मा 7 लाख रुपियाँ पाएछ भने डिफरेन्स इज 3 लाख इज मेरो रिसिभेबल। तर काम त मैले 14 मिलियन भ्या के अरे 14 लाखको भ्या हो नि त। काम मैले 14 लाखको भ्याएँ, उसलाई मैले बिलै पठाएको छैन। मैले एमाउन्ट अफ रेभेन्यू रेकग्नाइज इज यति, बिल टु कस्टमर जम्मा 10 लाख छ भने त्यस्तो केसमा डिफरेन्स एमाउन्टलाई चाहिँ कन्ट्र्याक्ट एसेट भन्छौँ। अब हुन त नेचर एउटै एउटै नेचर हो, दुइटै बेला एसेट हो, तर अब एमसिक्युजमा हामीलाई तोकेरै सोधिदियो कन्ट्र्याक्ट एसेट कति, रिसिभेबल कति भनेर सोध्यो भने यस्तो केसमा के गर्नु पर्यो? जति रेभेन्यू रेकग्नाइज गर्नु भएको छ त्यसमा कतिको बिल पठाएको हो त्यो दुइटाको डिफरेन्स इज कन्ट्र्याक्ट एसेट। बिल पठाएकोबाट कति पैसा पायो त्यसको डिफरेन्स इज हामीलाई रिसिभेबल। ल, यो पनि हामीले छलफल गऱ्यौँ। अब यति भइसकेपछि हाम्रा केही अझै साना साना बेसिक टपिकहरू थिए। ती बेसिक टपिकमा हामीले के छलफल गऱ्यौँ ल हेर्नु, एकदम फास्ट फास्ट गरौँ यसलाई। अब प्रिन्सिपल र एजेन्टको रिलेसनसिप छ भने एजेन्टले चाहिँ जति कमिसन पाउने हो त्यति रेभेन्यू रेकग्नाइज गर्छ, प्रिन्सिपलले चाहिँ के गर्छ? फुल एमाउन्टलाई नै रेभेन्यू भनेर रेकग्नाइज गर्छ भनेर हामीले भनेको थियौँ। जस्तै सिएमटी रिसोर्टले चाहिँ फुडमान्डुको थ्रुबाट सामान बेच्छ। अब फुडमान्डु एजेन्ट हो भने 100 रुपियाँको मोमो बेच्दा फुडमान्डुले 10% कमिसन पाउँछ भने फुडमान्डुको लागि रेभेन्यू इज 100 भन्न पाउँदैन, उसले 100 भन्ने हो, सरी 10 भन्ने हो। सिएमटीको लागि रेभेन्यू इज 100 रुपियाँ भन्ने हो, कमिसनलाई चाहिँ उसले खर्च भन्नु पर्यो। भनेपछि प्रिन्सिपल र रेभेन्यू के अरे प्रिन्सिपल र एजेन्टको रिलेसनसिप छ भने एजेन्टले कमिसनलाई चाहिँ रेभेन्यू भन्नु पर्यो, प्रिन्सिपलले टोटल एमाउन्टलाई रेभेन्यू भन्नु पर्यो। ल, प्रिन्सिपलको केसमा ग्रस एमाउन्ट, एजेन्टको केसमा नेट एमाउन्ट रिसिभेबल है। अब प्रिन्सिपल कसलाई भन्ने त भन्दाखेरि जसको चाहिँ काम मेन काम हो, जसले चाहिँ रिस्क लिन्छ, जसको चाहिँ प्राइसहरू सेट गर्नमा उसको डिस्क्रिसन छ भने त्यो प्रिन्सिपल भइहाल्यो। त्यो क्वेसन पढ्दा नै थाहा भइहाल्छ हामीलाई। अब कन्साइनमेन्टमा पनि सेम त्यही। कन्साइनमेन्ट भनेको मैले कसैलाई ल सामान बेचिदेऊ न त तिम्रो पसलमा राखेर भन्न भनेको छु भने त्यो कन्साइनमेन्टमा पनि जसले कन्साइनमेन्टमा ल्याओ उसको लागि चाहिँ कमिसन जति आउँछ त्यति रेभेन्यू, जसले कन्साइनमेन्टमा ल्याओ उसको लागि टोटल एमाउन्ट जति आउँछ त्यति रेभेन्यू। सेम प्रिन्सिपल अर एजेन्ट, यसमा केही फरकै छैन है, यसमा केही फरक छैन। अब एउटा यो अलिकति फरक भएको चाहिँ सेल्स विथ राइट टु रिटर्न, यो कुरा बुझौँ। ल हेरौँ, अर्को हामीले डिस्कस गर्नुपर्ने छ सेल्स विथ राइट टु रिटर्न। यो भनेको के हो त भन्दाखेरि यो भनेको चाहिँ हामीले सामान त बेच्यो, सामान बेच्ने बेलामा उसलाई के भन्यो? ल तपाईँ ढुक्क हुनु, 15 दिनभित्रमा तपाईँलाई मन पर्न भने त्यो सामान तपाईँले फिर्ता गर्दै हुन्छ भनेर भन्यो। आज मैले यो पेन बेचेँ होइन है, आज मैले यो पेन बेचेँ अनि तपाईँलाई के भने 1 हप्तासम्ममा तपाईँले यो पेन फिर्ता गर्दै हुन्छ भनेर भने। 10 रुपियाँमा बेचेँ नि, अब 1 हप्तासम्म त तपाईँले फिर्ता गर्न पाउनुहुन्छ नि त। भनेपछि त्यस्तो केसमा जब मैले बेच्छु यदि कस्टमरलाई फिर्ता गर्ने अधिकार छ भने मैले त्यसलाई अहिले रेभेन्यू भन्न भएन। किन भएन? फिर्ता गरिदिनु भयो भने त मैले पैसा फिर्ता गर्नु पर्यो नि त। त्यही भएर गुड्स सोल्ड विथ राइट टु रिटर्नको केसमा वाट डु यु थिङ्क अबाउट द रिटर्न? तपाईँलाई के लाग्छ? तपाईँलाई के लाग्छ भने रिटर्न गर्छ कस्टमरले भन्ने लाग्छ भने जबसम्म रिटर्न गर्ने समय सकिँदैन तबसम्म रेभेन्यू नभन्ने। के भन्ने त? ब्याङ्क टु कन्ट्र्याक्ट लायबिलिटी भनेर राख्ने। सो 100 रुपियाँमा मैले सामान बेचेँ, अब भरे फिर्ता गर्नुपर्छ जस्तो लाग्छ भने अहिले रेभेन्यू नभन्ने। के भन्ने? ब्याङ्क टु कन्ट्र्याक्ट लायबिलिटी भन्ने, पैसा त आयो अनि कन्ट्र्याक्ट लायबिलिटी भनेर देखाउने। अब रिटर्न पिरियड सक्यो, रिटर्न पिरियड सकिएपछि पैसा साँच्चीकै फिर्ता गर्नुपर्ने भयो भने कन्ट्र्याक्ट लायबिलिटी टु ब्याङ्क गर्दै भइहाल्यो। होइन फिर्ता गर्नुपर्ने भएन भन्यो भने अब त रेभेन्यू भयो, कन्ट्र्याक्ट लायबिलिटी टु रेभेन्यू भन्दै भइहाल्यो। हामीलाई के लाग्छ भने हामीले सामान फिर्ता गर्ने अधिकारका साथ बेचे पनि मैले यो सामान तपाईँले 1 हप्ताभित्रमा फिर्ता गर्न सक्नुहुन्छ है भनेर बेचे पनि देयर इज भेरी रेयर चान्स तपाईँले मलाई यो फिर्ता गर्नुहुन्छ, चान्सै खासै छैन भने त्यस्तो केसमा त किन टेन्सन लिनु पर्यो? त्यसलाई रेभेन्यू रेकग्नाइज गर्दै भइहाल्यो, ब्याङ्क टु रेभेन्यू भनेर भन्दै भइहाल्यो। क्रक्स के भयो? सर तपाईँले फिर्ता गर्न पाउने अधिकारका साथ सामान बेच्नु भएको छ भने र तपाईँलाई के लागिरहेछ भने फिर्ता हुन्छ भन्ने लाग्छ भने त्यसलाई रेभेन्यू नभन्ने, कन्ट्र्याक्ट लायबिलिटी देखाउने। फिर्ता भयो भने कन्ट्र्याक्ट लायबिलिटी टु ब्याङ्क गरिदिनु पर्यो, फिर्ता भएन भने के गर्ने त भन्दाखेरि त्यो कन्ट्र्याक्ट लायबिलिटीलाई रेभेन्यूमा हालिदिने। यी कुराहरू हामीले छलफल गऱ्यौँ। जस्तै हामीले एउटा इक्जाम्पल पनि ल्याएको थियो है, इक्जाम्पल पनि हेरौँ। के इक्जाम्पल हेरौँ है त। कस्टमरले बेच्यो कतिवटा सामान? 10 वटा सामान।
सरी इन्टिटीले बेचेको कतिवटा सामान 10वटा सामान कस्टमरलाई। अब इन्टिटीलाई के लाग्छ भने 15% चाहिँ फिर्ता हुन्छ भन्ने लाग्छ। 15% फिर्ता हुन्छ भन्ने लाग्छ भने 10वटामा 1.5 को दरले जति हुन्छ त्यसलाई चाहिँ रिटर्न हुन्छ भन्ने मान्नु पर्यो। 15% अफ द गुड सोल्ड विल बी रिटर्न। सेल प्राइस चाहिँ 100 रुपियाँ हो भनेपछि अब के भन्नु पर्यो हेर्नु है त। 10वटामा 100 रुपियाँको दरले पैसा आयो, 1000 त मेरो लागि पैसा आइहाल्यो। रेभिन्यू मैले भन्नु पर्यो, 1000 को 85% त अब फिर्ता हुन्न, रेभिन्यू भन्नु पर्यो। बाँकीलाई चाहिँ कन्ट्र्याक्ट लायबिलिटी भन्नु पर्यो। जुन दिन सामान फिर्ता भयो भने कन्ट्र्याक्ट लायबिलिटी टु ब्याङ्क भन्दैन 150। फिर्ता भएन भने अब के भन्ने, अब फिर्ता हेरौँ न, फिर्ता 100 रुपियाँ मात्रै भयो भने लायबिलिटी 150 सक्यो, ब्याङ्कबाट 100 गयो 50 रेभिन्यू भन्ने। 250 को फिर्ता भयो भने कन्ट्र्याक्ट लायबिलिटी 150 सक्यो, रेभिन्यू पनि 100 रुपियाँ उल्टो फिर्ता गर्नु पर्यो, अनि ब्याङ्क हाम्रो 250मा घट्यो। सो यो त हाम्रो लागि भइ नै हाल्यो। सो यो चाहिँ भयो कन्सिडरेसन के अरे सेल विथ राइट टु रिटर्न। कहिले कहिले के हुन्छ भने नि यो सेल विथ राइट टु रिटर्नमा हामीले रिस्टकिङ फी पनि लिन्छौँ के। रिस्टकिङ फी भनेको के त भन्दाखेरि तपाईँलाई मैले यो फिर्ता गर्ने अधिकार दिएँ, तर फिर्ता गर्नुभयो भने 1 रुपियाँ चाहिँ लिन्छु है भन्यो भने रिस्टकिङ फीलाई चाहिँ रेभिन्यू भन्दै हुन्छ। जस्तै इक्जाम्पल हेर्नु त्यहाँ इक्जाम्पल। अब यो चाहिँ अलिक एडभान्स लेभलमा हामीले डिस्कसन गरे हो, किताबमा खासै थिएन, त्यही पनि हामी डिस्कस गरिहालौँ भन्ने हिसाबमा छलफल गऱ्यौँ। इन्टिटी सोल्ड 10 युनिट्स गुड्स टु कस्टमर एट 100 को दरले इन्टिटीले सामान बेच्यो, 15% फिर्ता गर्छ, 5% रिस्टकिङ छ भने यहाँ नै त ब्याङ्कमा त 1000 आइहाल्यो। रेभिन्यू भनेर उसले कति गर्छ, 85%लाई त रेभिन्यू भनिहाल्छ, अहिले पनि त्यही गरे हो यहाँ माथि। तर यो 10वटाको 5 यहाँ त 15% छ नि, 15%मा रिस्टकिङ फी पनि त छ नि। रिस्टकिङ फी भनेको हेर्नु त, जुन हाम्रो लागि 5% रिस्टकिङ फी चाहिँ 5% त उसले फिर्ता गर्यो भने जसरी तिर्नु पर्छ भनेपछि त यस्तो केसमा यसलाई त रेभिन्यू भन्ने भइहाल्यो। त्यो त उसले फिर्ता गरे पनि उसले के पाउँछ, पैसा 5% त पाउँदैन भनेपछि त्यसलाई पनि रेभिन्यू भन्दै हुन्छ। सो रिस्टकिङ फीहरू छ भने त्यसलाई पनि रेभिन्यू भनिदिने, जति पैसा फिर्ता गर्नु पर्यो त्यसलाई मात्रै लायबिलिटी देखाए हुन्छ। क्रक्स भन्छु, क्रक्स के हो त भन्दाखेरि तपाईँले सेल्स विथ राइट टु रिटर्न गर्नुभएको छ भने चाहिँ रिटर्न गर्ने अब्लिगेसन छ भने कन्ट्र्याक्ट लायबिलिटी भनेर देखाउनु, रिटर्न गर्नुभयो भने कन्ट्र्याक्ट लायबिलिटी टु ब्याङ्क भन्नु, रिटर्न गर्नु भएन भने त्यसलाई रेभिन्यूमा कन्भर्ट गरिदिनु, कुरा सकिहाल्यो। ल अब एकदमै अर्को इम्पोर्टेन्ट, अलिक पछि पढेको तर इम्पोर्टेन्ट हाम्रो के थियो, वारेन्टी थियो है। वारेन्टीको बारेमा चाहिँ छलफल गरौँ, यो इम्पोर्टेन्ट पनि छ। वारेन्टीको बारेमा छलफल गरौँ। वारेन्टीमा हामीले के भन्यौँ सर, वारेन्टीको केसमा चाहिँ हामीले के भन्यौँ भने वारेन्टी 2 किसिमको हुन्छ। एउटा चाहिँ इनबिल्ड वारेन्टी जसलाई हामीले एसुरेन्स वारेन्टी भन्यौँ, अर्को चाहिँ सर्भिस वारेन्टी जसलाई चाहिँ हामी एक्सटेन्डेड वारेन्टी पनि भन्यौँ। इक्जाम्पल हेरौँ, यो पेन तपाईँले बेच्ने बेलामा यो पेनमै 6 महिनाको वारेन्टी आउँछ, यो पेनमै 6 महिनाको वारेन्टी आउँछ भने त्यसलाई हामी के भन्छौँ, इनबिल्ड वारेन्टी अथवा एसुरेन्स वारेन्टी। आइफोन तपाईँले बेच्नुभयो, आइफोन बेच्ने बेलामा 1 वर्षको वारेन्टी त त्यसले दिन्छ नि त, भनेपछि द्याट इज योर इनबिल्ड वारेन्टी, एसुरेन्स वारेन्टी। तपाईँले किन्नुभएको सामानले तपाईँले भने सोचे जस्तै काम गर्छ भनेर एसुरेन्स गरेको के, त्यसलाई एसुरेन्स वारेन्टी भन्छ। आइफोन तपाईँले बेच्नुभयो, 1 वर्ष त उसले दिन्छ, 2 वर्षको एक्स्ट्रा वारेन्टी पनि बेच्नुभयो भने द्याट एक्स्ट्रा वारेन्टी जुन तपाईँले बेच्नुभयो त्यसलाई हामी भन्छौँ एक्सटेन्डेड वारेन्टी अथवा सर्भिस वारेन्टी। अब हामीले के भनेको थियो सर, एसुरेन्स वारेन्टी भनेको त छुट्टै काम होइन, यसलाई त हामी छुट्टै बेच्दैनौँ नि त, नयाँ आइफोनमा मात्रै पाउने हो त्यो त, पुरानोमा कहाँ पाइन्छ र, नयाँमा मात्रै पाउने हो भनेपछि यसको लागि चाहिँ हामी के भन्दैनौँ, पर्फर्मेन्स अब्लिगेसन सेपरेट होइन, त्यही पर्फर्मेन्स अब्लिगेसन हो। यसको लागि चाहिँ हामी के बनाउँछौँ, प्रोभिजन भनेर बनाउँछौँ आइएएस 37 अनुसार। आइएएस 37 अनुसार हामी प्रोभिजन भनेर बनाउँछौँ, यो सेपरेट अब्लिगेसन होइन। सो यसलाई हामीले आइएएस 37 अनुसार प्रोभिजन भनेर बनाउने। एसुरेन्स वारेन्टी हो भने चाहिँ एसुरेन्स वारेन्टीको केसमा चाहिँ के गर्ने त भन्दाखेरि एसुरेन्स वारेन्टीको केसमा चाहिँ सर्भिस वारेन्टी हो भने सर्भिस वारेन्टीमा चाहिँ जति काम भ्याउनु भएको छ त्यति नै रेभिन्यू रेकग्नाइज गर्ने भनेर भनेको थियो। हामीले एउटा इक्जाम्पल पनि लियो, यहाँ इक्जाम्पलमा के भन्यो, यो इक्जाम्पललाई राम्रोसँग छलफल गरौँ है। एन इन्टिटी म्यानुफ्याक्चर्स and sells computer that include an assurance type warranty for the first 90 days. 90 दिनको त वारेन्टी नै छ। The entity offer an optional extended warranty for a plan under which it will repair and replace any defective part for 3 years from the expiration of the assurance type warranty. 3 वर्षको लागि एक्स्ट्रा वारेन्टी दियो उसले।
द टोटल ट्रान्जेक्सन प्राइस फर कम्प्युटर एन्ड एक्सटेन्डेड वारेन्टी इज 36,000। दुइटैको लागि टोटल प्राइस कति? 36,000। स्ट्यान्ड अलोन प्राइस हेर्ने हो भने कम्प्युटरको 32 हो, त्यो एक्सटेन्डेड वारेन्टी मात्रै कोही किन्न आयो भने 4,000 हो। यस्तो केसमा हामीले के भन्यौँ त भन्दाखेरि अब रेभिन्यू भन्ने बेलामा 36,000मा 32 त मैले अहिले रेभिन्यू भनिहाल्नु पर्यो, कम्प्युटर बेचेपछि त काम सकिहाल्यो नि। एक्सटेन्डेड वारेन्टीलाई अहिले मैले लायबिलिटी भन्नु पर्यो, किनभने मैले अहिले काम गर्ने बेलै भएको छैन। पहिला त नर्मल वारेन्टी नै सकिनु पर्यो नि त। के भन्छ अनि फर्दर मोर इन्टिटीलाई के लाग्छ भने जुन हामीले यो 90 दिनको वारेन्टी दिएका छौँ त्यसमा चाहिँ 2,000 रुपियाँ खर्च लाग्छ भन्ने लाग्यो, वारेन्टी क्लेम चाहिँ 2,000 का आउँछ भन्ने लाग्यो भने यसको चाहिँ प्रोभिजन भन्छ। सो हामी के गर्छौँ, वारेन्टी एक्सपेन्स टु प्रोभिजन भनेर गर्छौँ आइएस 37 अनुसार। अनि जुन यो एक्सटेन्डेड वारेन्टी छ नि, एक्सटेन्डेड वारेन्टीको लागि त अब जब जब रेभिन्यू रेकग्नाइज गर्ने हो, जब जब हामीले काम भ्याउँछौँ तब तब हामी रेभिन्यू भनेर रेकग्नाइज गरिदिन्छौँ। त्यही भएर वारेन्टीको केसमा हामीले के डिस्कस गरेका थियौँ भने यदि वारेन्टी एसुरेन्स टाइपको हो, एसुरेन्स टाइपको हो भनेको चाहिँ तपाईँले इनबिल्ड हो भने प्रोभिजन क्रिएट गर्ने हो। एक्सटेन्डेड वारेन्टी हो भने जति एक्सटेन्डेड वारेन्टीको समय भ्याउनु भयो त्यति समयको चाहिँ तपाईँले के गर्नु पर्यो, रेभिन्यू भनेर चाहिँ रेकग्नाइज गर्नु पर्यो। जति भ्याउनु भएको छैन त्यसलाई कन्ट्र्याक्ट लायबिलिटी भनेर रेकर्ड गर्नु पर्यो भनेर हामीले डिस्कसन गऱ्यौँ। ल अब एउटा नोट हामीले के लेखाएको थियौँ भने एउटा क्वेसन गर्ने बेलामा चाहिँ पर्सेन्टेज कम्प्लिसन निकाल्ने बेलामा जुन त्यो कस्ट निकाल्छौँ नि, कस्टमा चाहिँ हाम्रो कन्ट्र्याक्टसँग रिलेटेड कस्ट मात्रै लिनुपर्छ। कन्ट्र्याक्ट बाहिर अरू कस्टहरू छन् जस्तै लसहरू भए, कन्ट्र्याक्टसँग रिलेटेड नभएका कस्टहरू छन् भने त्यस्ता कुराहरू चाहिँ लिनुहुन्न है भनेर चाहिँ हामीले कुरा गरेका थियौँ। पर्सेन्टेज कम्प्लिसनमा त्यो कस्ट इन्कर्ड भनेर लिन्छौँ नि हामी, कस्ट इन्कर्ड लिने बेलामा चाहिँ जस्तै एलोकेटेड ओभरहेड भनेर आयो अथवा अरू कुनै कन्ट्र्याक्टको कस्टहरू आयो त्यस्ता लिने होइन, जुन कन्ट्र्याक्टलाई कन्सिडर गर्नुभएको हो त्यसको लागि मात्रै लागेको खर्च हामीले लिने हो कस्ट इन्कर्डमा, यो भनेर हामीले डिस्कसन गरेका थियौँ। ल हेर्नु त, ल आइएफआरएस 15मा हामीले सर्व सबै कन्सेप्टहरू अलिअलि न्युमेरिकल इक्जाम्पल लिएर हामीले डिस्कसन गऱ्यौँ। कसैलाई केही डाउट छ यसमा? ल हेर्नु त, आइएस 23 बोरिङ कस्ट एकदमै सिम्पल एकाउन्टिङ स्ट्यान्डर्ड छ, तर हामीले एमसिक्युज पर्पजबाट इम्पोर्टेन्ट स्ट्यान्डर्डै भइहाल्यो। अब यो आइएस 23ले बोरिङ कस्टमा हामीले के डिस्कस गर्यो भन्दाखेरि सर बोरिङ भनेको लोन, हामीले कहीँ बाहिरबाट चाहिँ हामीले फन्डिङ लिएर आयो अथवा हामीले एक्सटर्नल फाइनेन्सिङ गर्यो भने त्यो लोन भयो। यसको कस्टलाई नै हामीले के भन्यो, बोरिङ कस्ट। यसको कस्टमा के पर्छ, इन्ट्रेस्ट, सर्भिस चार्जहरू, विभिन्न कस्टहरू पर्छ। तर अहिले हामीले डिस्कसन गर्न खोजेको चाहिँ हामीले यदि अर्गनाइजेसनमा लोन ल्याएको छ र त्यो लोनको हाम्रो ब्याज छ भने ब्याजको ट्रिटमेन्ट के हुन्छ भन्ने कुरा डिस्कसन गर्न खोजेको। पर्न त यसमा अरू पनि पर्छ, सर्भिस चार्जहरू पर्ला, ब्याङ्क चार्जेसहरू पर्ला, तर अहिले हामी इन्ट्रेस्टकै कुरा गर्न खोजेको। यसमा हामीले के डिस्कस गर्यो भने जस्तै हामीले चाहिँ एउटा बिल्डिङ चाहियो, बिल्डिङ चाहिएपछि हामीले त्यसलाई पर्चेज गऱ्यौँ, पर्चेज गर्दाखेरि 1 करोड रुपियाँ लाग्यो, पैसा हामीसँग थिएन, लोन लियौँ, 1 वर्षमा हामीले 10 लाख रुपियाँ ब्याज तिर्यौँ। अब यो 10 लाख रुपियाँ ब्याजलाई चाहिँ के गर्ने भन्ने कुरामा हामीले यसलाई पिएनएलमा हाल्ने भनेर भन्यौँ। त्यही बिल्डिङ हामी आफैले बनायौँ, बनाउन पनि 1 करोड रुपियाँ नै लाग्यो, लोन लिएरै गरे हो, सो ब्याज हाम्रो 10 लाख रुपियाँ भयो। यसलाई चाहिँ के गर्ने भन्दाखेरि बिल्डिङको कस्टमा जोड्ने भनेर भन्यो। किन सर यस्तो डिफ्रेन्स, बिल्डिङ त बिल्डिङ नै हो, यो पनि बिल्डिङ यो पनि बिल्डिङ, अब यसैको लागि खर्च भयो, किन यसो गर्ने भन्ने केसमा आइएस 23 अनुसार हामीले के भनेको छ त भन्दाखेरि एज पर आइएस 23 बोरोइङ कस्ट आर क्यापिटलाइज इन केस अफ क्वालिफाइङ एसेट भनेर भन्यो। यदि तपाईँले क्वालिफाइङ एसेटको लागि बोरोइङ कस्ट इन्कर्ड गर्दै हुनुहुन्छ भने त्यो बोरोइङ कस्ट के गर्नुपर्छ, क्यापिटलाइज गर्नुपर्छ भन्ने कुरा आयो। अब अरू सबै केसेसमा त्यसलाई हामी के गर्छौँ, पिएनएलमा ट्रान्सफर गर्छौँ। त्यसो भने क्रक्स के थियो त हाम्रो, क्रक्स के थियो भने सर बोरोइङ कस्ट क्वालिफाइङ एसेटमा हो भने क्यापिटलाइज गर्ने, अदर केसमा खर्चमा हाल्ने। क्यापिटलाइज गर्ने भनेको के, एसेटको कस्टमा गएर जोड्ने भन्ने कुरा गऱ्यौँ। सर के हो सर यो क्वालिफाइङ एसेट भन्ने केसमा हामीले के भनेको थियौँ, क्वालिफाइङ एसेट भनेको जुन रेडी टु युज हुनका लागि, प्रयोग गर्न योग्य हुनका लागि सब्स्टेन्सियल टाइम लाग्छ भने त्यसलाई हामीले के भन्यौँ त भन्दाखेरि क्वालिफाइङ एसेट भनेर भन्यौँ। जस्तै यदि कुनै पनि एसेट रेडी टु युज हुनको लागि, प्रयोग गर्न योग्यको हुनका लागि सब्स्टेन्सियल टाइम लाग्छ भने त्यसलाई हामी क्वालिफाइङ एसेट भन्यौँ। अब यो क्वालिफाइङ एसेट भनेको करेन्ट एसेट पनि हुनसक्छ, नन करेन्ट एसेट पनि हुनसक्छ। करेन्ट र नन करेन्टले डिटरमाइन गर्ने होइन, प्रयोग गर्न योग्य, प्रयोग गर्न योग्य भनेको ल रेडी टु युज हुनलाई तपाईँ कति समय लाग्यो भन्दा सब्स्टेन्सियल टाइम। के हो सर यो सब्स्टेन्सियल टाइम, हामीले के भनेको थियौँ भन्दाखेरि सब्स्टेन्सियल टाइम भनेको डिफाइन गरेका छैन, तर जेनरली हामीले लिने बेलामा 12 महिना भन्छौँ। हाउएभर क्वेसन एटेम्प गर्ने बेलामा चाहिँ यदि कन्स्ट्रक्टेड एसेट हो, हामी आफैले बनाइरहेको एसेट हो भने जतिसुकै महिना भए पनि त्यसलाई हामी क्वालिफाइङ एसेटै मानिदिन्छौँ। फेरि कुरा बुझ्नु,
यदि हामीले कुनै एसेट आफै कन्स्ट्रक्ट गरिरहेछौँ र त्यो एसेटलाई रेडी हुनको लागि सब्सटेन्सियल टाइम लाग्छ। जस्तै फर इक्जाम्पल मैले बिल्डिङ आफै बनाइरहेको छु, त्यो बिल्डिङ बनाउनलाई सब्सटेन्सियल टाइम लाग्छ। अब के हो सब्सटेन्सियल टाइम भन्ने केसमा नर्मल्ली 12 महिना भन्ने लिन्छ, तर इक्जाममा हामीलाई क्वेसन गर्ने बेलामा मैले बिल्डिङ 5 महिनामा बनाएर भ्याएँ भन्यो भने इभन इफ उसले 5 महिना भने पनि त्यसलाई हामी के मान्छौँ, क्वालिफाइङ एसेटै मानेर क्यालकुलेसन गर्छौँ है। यो हामीले क्वेसन गर्ने बेलामा बनाएको थियौँ। ओके, अनि हामीले के भन्यौँ सर, के इन्भेन्ट्री क्वालिफाइङ एसेट हुनसक्छ त भन्ने केसमा हामीले के भन्यौँ, यस इन्भेन्ट्री क्यान बी अ क्वालिफाइङ एसेट। सर क्वालिफाइङ एसेट हुनलाई करेन्ट र नन करेन्टसँग मतलबै छैन। के हुने हो, रेडी टु युज हुनलाई चाहिँ हामीले के हेर्नु पर्यो, सब्सटेन्सियल टाइम लाग्नु पर्यो। रेडी टु युज हुनलाई सब्सटेन्सियल टाइम लाग्छ भने यो इन्भेन्ट्री पनि के हुनसक्छ, क्वालिफाइङ एसेट हुनसक्छ भनेर भन्यो। इक्जाम्पल ल्याएको थियो हामीले रियल इस्टेट कम्पनी। रियल इस्टेट कम्पनीको लागि त घर भनेको त के हो, इन्भेन्ट्री हो, तर घर त रेडी हुनलाई टाइम लाग्छ नि त भन्छ। यो पनि के हो, सब्सटेन्सियल टाइम हुने रहेछ। ल, अब यसमा हामीले के भनेको थियौँ त भन्दाखेरि, अब इक्जाम्पल ल्याएको थियौँ। इक्जाम्पलमा हामीले के भन्यौँ, अब अघिकै इक्जाम्पल, बिल्डिङ पर्चेस गर्ने हो भने 1 करोड रुपियाँ लोन लियौँ, यसमा 10 लाख रुपियाँ ब्याज तिर्यौँ। आफैले बनाउने हो भने पनि 1 करोड रुपियाँ हामीले लोन लियौँ, यसमा पनि 10 लाख रुपियाँ ब्याज तिर्यौँ। अब यो जुन 10 लाख रुपियाँ ब्याज तिरेका छौँ किनेको एसेटमा, यो चाहिँ पिएलमा जान्छ। जुन हामीले 10 लाख रुपियाँ आफैले बनाएको एसेटमा ब्याज तिरेको छ त्यो चाहिँ एसेटको कस्टमा जोडिन्छ। त्यो भन्दै गर्दाखेरि कस्तो देखिने भयो त, अब मैले एसओपिएल र एसओएफपी हेरौँ। एसओपिएलमा चाहिँ यो पिएलमा जानेमा इन्ट्रेस्ट भनेर 10 लाख यहाँ गयो, यतापट्टि बिल्डिङ भएर जाने भयो। यतापट्टि जुन क्यापिटलाइज भएको छ त्यहाँ त बिल्डिङै भनेर के जाने भयो, 1.1 करोड जाने भयो भन्ने कुरा हामीले डिस्कस गर्यौँ। यसमा हामीले केही क्वेसनहरू छलफल गराएको थियौँ। पहिलो क्वेसन चाहिँ के थियो भने, ल ठिक छ सर, क्वालिफाइङ एसेट हो भने बोरोइङ कस्टलाई एसेटको कस्टमा जोड्ने रहेछ भन्न खोजेको, क्यापिटलाइज गर्ने रहेछ। अब क्यापिटलाइज चाहिँ कहिलेबाट गर्ने त नि, कहिलेबाट क्यापिटलाइजेसन सुरु गर्ने भन्ने कुरा हामीले डिस्कस गर्यौँ। हामीले के भन्यौँ भने क्यापिटलाइजेसन गर्नको लागि तपाईँको कन्डिसन, केही कन्डिसन मिट हुनुपर्छ। क्यापिटलाइजेसन गर्नको लागि तपाईँको के हुनु पर्यो त भन्दाखेरि काम चाहिँ सुरु भएको हुनु पर्यो। क्यापिटलाइजेसन अफ इन्ट्रेस्ट विल स्टार्ट वेन द कन्स्ट्रक्सन अफ बिल्डिङ इज स्टार्टेड। सर काम त सुरु हुनु पर्यो नि। जस्तै मैले एउटा बिल्डिङ बनाउँछु भनेर चाहिँ 1 करोड रुपियाँ लोन लिएँ, बिल्डिङ बनाएकै छैन, यत्तिकै बसिरहेछ भने त्यस्तो केसमा त्यो पिएनएलमा जाने हो। अब हामीले यहाँ इक्जाम्पल ल्याएको थियौँ एउटा, हेरेँ त, मैले जनवरी 1 2024मा चाहिँ लोन लिएँ, 31/12/2024मा मेरो वर्ष सक्यो। नेक्स्ट इयर चाहिँ मैले के गरेँ भन्दाखेरि 31/12/2025मा मेरो यो वर्ष चाहिँ काम सुरु भयो, मेरो कन्स्ट्रक्सन सुरु भयो। मैले लोन लिएको बेलामा पहिलो वर्ष मैले 20 लाख ब्याज तिरेँ, दोस्रो वर्ष 25 लाख ब्याज तिरेँ भने यो 20 लाख चाहिँ पिएनएलमा हाल्ने हो, किनभने कामै सुरु भएको छैन। बिल्डिङको लागि भनेर लोन लिए पनि यो पिएनएलमा जाने हो। यो 25 लाख चाहिँ हामीले के गर्नु पर्यो, यो 25 लाखलाई चाहिँ हामीले कस्ट, एसेटको कस्टमा गएर जोड्नु पर्यो भन्ने कुरा गऱ्यौँ। सो क्यापिटलाइजेसन कहिले सुरु गर्ने त भन्दाखेरि काम सुरु हुनु पर्यो सर, कन्स्ट्रक्सन सुरु हुनु पर्यो। कन्स्ट्रक्सन सुरु भएपछि हामी क्यापिटलाइजेसन स्टार्ट गर्छौँ। अर्को कहिलेसम्म गर्ने भन्ने कुरा आयो, क्यापिटलाइजेसनलाई कहिलेसम्म गर्ने, कहिलेसम्म गर्ने भन्ने केसमा हामीले के भनेको छ त भन्दाखेरि, सर जबसम्म एसेट रेडी टु युज हुँदैन, प्रयोग गर्न योग्य हुँदैन, तबसम्म क्यापिटलाइजेसन गर्ने, त्यसपछि त्यसलाई पिएनएलमा हाल्ने हो भनेर भन्यौँ। यसको लागि हामीले एउटा इक्जाम्पल ल्याएको थियौँ। जस्तै हेर्नु, जनवरी 1 2024मा हामीले एउटा काम सुरु गऱ्यौँ, 31/12/2024मा चाहिँ बल्ल गएर कन्स्ट्रक्सन स्टार्ट भयो। यो वर्ष लोन लिए पनि हामीले के गरेनौँ, कन्स्ट्रक्सन स्टार्ट गरेनौँ। अब यहाँबाट हामीले कन्स्ट्रक्सन सुरु गऱ्यौँ। कन्स्ट्रक्सन सुरु गर्दै गर्दाखेरि 31/12/2025मा गएर हामीले एक वर्ष कन्स्ट्रक्सन गऱ्यौँ। फेरि 31/12/2026मा गएर अर्को वर्ष पनि कन्स्ट्रक्सन गऱ्यौँ। त्यसपछि हाम्रो एसेट रेडी भयो। रेडी भएपछि पनि त लोन सक्यो भन्ने त हुन नि त, लोन त छ अझै। अब अर्को वर्ष पनि हामीले ब्याज चाहिँ तिर्यौँ। अब हेर्ने हो भने पहिलो वर्ष 20 लाख तिर्यौँ, दोस्रो वर्ष 25 लाख तिर्यौँ, तेस्रो वर्ष 25 लाख तिर्यौँ, चौथो वर्ष 30 लाख रुपियाँ तिर्यौँ। के गर्यो त यो ब्याजलाई भन्दा, कन्स्ट्रक्सनै भएको थिएन, पिएलमा गइहाल्यो। कन्स्ट्रक्सन भइरहेको थियो, क्यापिटलाइज गर्ने, कन्स्ट्रक्सन भइरहेको थियो, क्यापिटलाइज गर्ने, कन्स्ट्रक्सन सकियो, अब यहाँभन्दा पछाडि पनि के गर्ने, पिएनएलमा हालिदिने, क्यापिटलाइज नगर्ने। भनेपछि 2024को पिएनएलमा 20 लाख रुपियाँ गयो, 25को पिएनएलमा चाहिँ केही गएन, मेरो पिपिई भनेर देखियो, मेरो 25 लाख रुपियाँ। 26मा पहिला मेरो 25 लाख पहिलेदेखि थियो, अहिलेको अर्को 25 लाख आयो भने चाहिँ 50 लाख रुपियाँ ब्याज जोड्यो। 27मा चाहिँ अब फेरि यो इन्ट्रेस्ट कहाँ जाने भयो, पिएनएलमा जाने भयो। भनेपछि यदि तपाईँले एसेट बनाइरह, कन्स्ट्रक्सन गरिरह भने कन्स्ट्रक्सन स्टार्ट भएपछि हामीले क्यापिटलाइजेसन स्टार्ट गर्ने, कन्स्ट्रक्सन सकिएसम्म हामीले क्यापिटलाइजेसन गर्ने, कन्स्ट्रक्सन सकिएपछि फेरि के गर्ने, पिएनएलमा हाल्ने भनेर हामीले क्यालकुलेसन गर्यौँ। हामीले अर्को के पनि डिस्कस गर्यौँ भने, सर बिचमा गएर कहिले कहिले हामीले काम चाहिँ रोक्यौँ।
रोक्यो भने के गर्ने त क्यापिटलाइजेसन भन्ने पनि डिस्कसन गऱ्यौँ। जस्तै यहाँ एउटा इक्जाम्पल हेर्नु, 1/1/2025मा हामीले कन्स्ट्रक्सन स्टार्ट गर्यौँ। अगाडि बढ्दै गयो बढ्दै गयो बढ्दै गयो बढ्दै गयो 1/8/2025मा भनेको 7 महिना काम गरेपछि केही समय हामीले कन्स्ट्रक्सनलाई रोक्यौँ, भनेको 8, 9, 10, 11, 12 5 महिना चाहिँ हामीले कन्स्ट्रक्सनलाई रोकिदियौँ। अब यो केसमा यदि कुनै पनि हल्ट थिएन, केही पनि भएको थिएन भने हामी 1/1/25देखि 30/6/2026सम्म क्यापिटलाइज गर्थ्यौँ। त्यसपछिका कुराहरूलाई पिएनएलमा गएर हामी हालिदिन्थ्यौँ। अब हाम्रो यो बिचमा 1/8देखि 31/12सम्म काम त रोकियो। अब काम रोकिएपछि हामीले के गर्नु पर्यो, किन काम रोकेको भनेर सोध्नु पर्यो। किन रोकेको काम, काम किन रोकेको भन्दाखेरि, सर काम किन रोकेको त भन्दाखेरि काम रोक्नु पर्ने जरुरतै थियो। जस्तै कहिले कहिले के हुन्छ भने हाम्रो कन्स्ट्रक्सनको नेचरै कस्तो हुन्छ भने केही समय काम रोक्नुपर्छ। फर इक्जाम्पल मैले चाहिँ एउटा ब्रिज बनाइरहेको छु, एउटा नदीमा चाहिँ ब्रिज बनाइरहेको छु, वर्षको 3 महिना चाहिँ यस्तो बाढी आउँछ त्यहाँ काम गर्नै सकिँदैन। त्यो बेलामा त्यो काम गरेर चाहिँ पोसिबल हुन काम रोक्नै पर्छ भन्ने भयो भने अब काम नरोकी त अप्सनै छैन, भन्छ यो त नेसेसरी नै थियो। अथवा म घर बनाइरहेको छु, एउटा फ्लोरको ढलान गरेपछि मैले 1 महिना काम रोक्नुपर्छ, त्यहाँ त्यसलाई मजाले चाहिँ सेटल हुन दिनुपर्छ। अब 1 महिना त रोक्नै पर्ने छ नि त, कन्स्ट्रक्सनको नेचरै त्यस्तै छ भन्यो भने त्यस्तो बेलामा मैले क्यापिटलाइजेसनलाई कन्टिन्यू गरे हुन्छ, क्यापिटलाइजेसनलाई केही रोक्नु पर्दैन। तर अरू रिजन जस्तै इम्प्लोइले हडताल गरिदिए, मेटेरियलको सर्टेज भयो, यस्ता यस्ता कारणले गर्दा तपाईँले चाहिँ के गर्नु भएको छ त भन्दाखेरि आफ्नो कामलाई हल्ड गर्नु भएको छ भने, कन्स्ट्रक्सनलाई हल्ड गर्नु भएको छ भने त्यस्तो बेलाको इन्ट्रेस्ट चाहिँ कहाँ हाल्नुपर्छ, पिएनएलमा हाल्नुपर्छ। भनेपछि यदि यो केसमा जुन यो 5 महिना हल्ड भयो नि, यो 5 महिना जुन हल्ड भयो, यदि हल्ड चाहिँ तपाईँको जेन्युन रिजनले गर्दा भएको थियो, तपाईँले जेन्युन रिजन भनेको चाहिँ रोक्नै पर्ने थियो भन्ने भयो भने त्यस्तो केसमा क्यापिटलाइजेसनलाई केही गर्नु रोक्नु पर्दैन, अगाडि बढाइदिए हुन्छ। तर तपाईँको इम्प्लोइले स्ट्राइक गरिदिए, मेटेरियल पाइएन, विभिन्न कारणले तपाईँले हल्ड गर्नुभयो भने चाहिँ त्यो बेलाको क्यापिटलाइजेसन चाहिँ रोक्नुपर्छ। जस्तै हाम्रो यहाँ 12 लाख रुपियाँ इन्ट्रेस्ट थियो यो वर्षको भने, यो जुन 12 लाख रुपियाँ ब्याज थियो, 12 लाख रुपियाँमा 7 महिना त काम भयो, सो 7 लाख रुपियाँ क्यापिटलाइज गर्ने, 5 लाख रुपियाँलाई चाहिँ पिएनएलमा खर्च भनेर हालिदिने। सो हामीले के गरेका थियौँ, यहाँ 5 लाख रुपियाँलाई पिएनएलमा हाल्ने भनेर हामीले 5 लाख रुपियाँ चाहिँ पिएनएलमा ट्रान्सफर गरेका थियौँ। ठिक छ, यहाँसम्म त कसैलाई केही डाउट नहोला। हामीले के भन्यौँ, सर क्यापिटलाइजेसन कति गर्ने भन्ने, सरी क्यापिटलाइजेसन कहिलेबाट गर्ने भन्ने केसमा काम सुरु भएपछि कहिलेसम्म गर्ने, रेडी हुन्छ त्यसम्म। बिचमा रोक्यो भने के हुन्छ, किन रोकेको, रोक्नै पर्ने थियो, नरोकिकन हुन्थेन, त्यसो भयो भने तपाईँले के गर्नु पर्यो, क्यापिटलाइजेसन कन्टिन्यू गर्ने। होइन मेटेरियल पाइएन, इम्प्लोइले काम रोकिदिए, अब इम्प्लोइ स्ट्राइकमा गइदिए, यस्ता यस्ता कारणले हो भने चाहिँ त्यस्तो केसमा क्यापिटलाइजेसनलाई स्टप गर्ने, त्यो बेलाको इन्ट्रेस्ट चाहिँ पिएनएलमा हालिदिने। ल अब हामी अगाडि बढौँ है त। ठिक छ सर, कहिलेबाट हामी क्यापिटलाइजेसन गर्ने, कहिलेसम्म क्यापिटलाइजेसन गर्ने भन्ने कुरा त हामीलाई सबै थाहा भयो। कति गर्ने त नि, एमाउन्ट कति गर्ने अहिलेसम्म पो म क्वेसनमा हेर्नु न, अहिलेसम्म हामीले इक्जाम्पल लिने बेलामा मैले यहाँ ब्याज आफै भनिदिएको थिएँ, 12 लाख रुपियाँ ब्याज, 12 लाख रुपियाँ ब्याज, यहाँ चाहिँ 20 लाख 25 लाख भनेर भनिदिएको थिएँ। अब हाम्रो क्यालकुलेसन, हामीलाई यो च्याप्टरबाट आउने भनेको चाहिँ यही क्यालकुलेसन आउने हो धेरै जसो केसमा, द्याट इज क्यापिटलाइजेसन कहिले गर्ने, सरी क्यापिटलाइजेसन कति गर्ने, कति क्यापिटलाइजेसन गर्ने। सो इन्ट्रेस्ट एमाउन्ट कसरी निकाल्ने त नि, इन्ट्रेस्ट टु बी क्यापिटलाइज कसरी निकाल्ने, यसमा हामीले एकदम सिम्पल कुरा गर्यो। सिम्पल कुरा के थियो भने, सर जति समय लोन लिनुभएको त्यति समयको कन्स्ट्रक्सनको लागि तपाईँले जति समयलाई लोन लिनुभयो त्यति समयको ब्याज जोडिदिने। जस्तै यहाँ इक्जाम्पल हेरौँ, मैले January 1, 2025मा काम सुरु गरेँ, 5 करोड लोन मैले युटिलाइज गरेँ, ब्याज छ मेरो 12%, 31/12मा मेरो के भयो, कन्स्ट्रक्सन सकियो, इन्ट्रेस्ट टु बी क्यापिटलाइज भइहाल्यो त। 5 करोड 12%को दरले कति महिना युज भयो, 12 महिना, 12/12 भन्छ 60 लाख इज द एमाउन्ट अफ इन्ट्रेस्ट टु बी क्यापिटलाइज। के गाह्रो छ र यसमा। अर्को एउटा इक्जाम्पल, मैले कन्स्ट्रक्सन सुरु गरेँ यहाँबाट 1/1/25बाट, लोन लिएको छु मैले यहाँ गएर 1/4/25मा, अनि मेरो कन्स्ट्रक्सन चलिरहेछ 31/12सम्म। अब जहाँबाट लोन लिनु भएको छ त्यहाँबाट क्यापिटलाइज गर्नु पर्यो, योभन्दा अगाडि त ब्याजै छैन नि त, लोनै ल्याएको छैन त ब्याजै हुँदैन। सो इन्ट्रेस्ट टु बी क्यापिटलाइज कति भयो, सर 1 करोडमा 10%को दरले 9/12 यति क्यापिटलाइज गरिदिने। अर्को इक्जाम्पल हेरौँ, ल लोन लियो मैले January 1, 2025मा, काम सुरु गरेँ मैले 1/4/2025मा, कन्स्ट्रक्सन सक्यो मेरो November 30मा। अब यो बेलामा कति चाहिँ इन्ट्रेस्ट क्यापिटलाइज गर्ने भन्ने केसमा यतिमा त कामै भएको छैन, हो कि होइन।
यो इन्ट्रेस्टलाई मैले पिएनएलमा हाल्ने। यतिमा त काम सकिसक्यो, यसलाई पनि पिएनएलमा हाल्ने। यति मात्रै मेरो के हुनु भयो, क्यापिटलाइज हुने भयो। दिस एमाउन्ट इज टु बी क्यापिटलाइज। त्यही भएर हामीले के लेखा छ, इन्ट्रेस्ट टु बी क्यापिटलाइज भनेको सर 1 करोडको 12% दरले 8 महिना भनेको 4 5 6 7 8 9 10 11 8 महिनाको चाहिँ क्यापिटलाइज गर्ने। बाँकीको 4 महिना यतापट्टि 3 महिना यतापट्टि 1 महिना पिएनएलमा हाल्ने। कुरा सकिहाल्यो। अब यति सजिलै त सकिएन। अर्को एउटा केस आयो। अर्को एउटा केस के आयो त भन्दाखेरि यहाँ हेरौँ न, मैले 1/1/2025मा काम सुरु गरेँ। कन्स्ट्रक्सन स्टार्टेड हो, कन्स्ट्रक्सन स्टार्ट भयो। लोन लिएँ, मैले दुईटा लोन लिएँ। लोन 1 50 लाखको, लोन 2 40 लाखको। अब 9 महिनामा मेरो काम पनि सक्यो। 39मा कन्स्ट्रक्सन सकिन पनि सक्यो। लोन मेरो कति युटिलाइज भयो, 70 लाख युटिलाइज भयो। अब हेर्नु त, मसँग त दुईटा लोन छ। मसँग एउटा 50 लाखवाला लोन छ, एउटा खातामा गएर जम्मा भयो। अर्को 40 लाखको लोन लिएँ, अर्को खातामा गएर जम्मा गरेँ। टोटल मसँग कति लाख भयो, 90 लाख लोन छ। 90 लाख मध्ये मैले 70 लाख मात्रै युज गरेँ। अब 70 लाखलाई कुन पर्सेन्टेज लाउने, 10 लाउने कि 12 लाउने? अब यहाँ चाहिँ गएर समस्या भयो। यहाँ चाहिँ गएर समस्या भयो, किनभने त्यो पैसा त 50 लाखवाला नि हुनसक्छ, 40 लाखवाला नि हुनसक्छ। क्वेसनले मलाई भनिदियो सर 70 मध्ये 50 त 10%वाला हो, 20 चाहिँ 12%वाला हो भने त के टेन्सन हुन्थ्यो र म गरिदिइहाल्थेँ। तर कहिले कहिले के हुनसक्छ भने मसँग मल्टिपल बोरिङ छ, कहाँबाट त्यो पैसा युज गरेँ भन्ने कुरा मलाई थाहा नहुन सक्छ। यसो केस हामीले के भन्यौँ, सर इन्ट्रेस्ट टु बी क्यापिटलाइज गर्नको लागि हामी वेटेड एभरेज इन्ट्रेस्ट निकाल्छौँ। वेटेड एभरेज इन्ट्रेस्ट भनेको 50 लाखको 10%, हेर्नु त, यो भनेको 50 लाखको 10%, 40 लाखको 12% डिभाइड बाई 50 + 40 भने चाहिँ 90 लाख भयो। भने चाहिँ मेरो लागि इन्ट्रेस्ट रेट कति आयो, 10.88। अब यो वेटेड एभरेजको रेटले मैले के गर्छु, 70 लाख रुपियाँ युज गरे हो। 10.88%को दरले कति महिना, जनवरी 1देखि 39सम्म भने चाहिँ 9 महिना। सो मेरो लागि रेट कति, के अरे रेट कति आयो, वेटेड एभरेज रेट आयो। सो वेटेड एभरेज रेट निकाल्नु पर्यो। यही कुरा हामीले छलफल गरेका थियौँ। यसको लागि हामी पछि के भन्यो त, सर त्यसो हो भने बोरिङ दुई किसिमको हुन्छ। एउटा भन्छौँ हामी स्पेसिफिक बोरिङ, अर्को भन्छ हामी जेनरल बोरिङ। स्पेसिफिक बोरिङमा हामीले के भन्यौँ, सर स्पेसिफिक बोरिङ भनेको हामीले कन्स्ट्रक्सन गर्ने बेलामा कुन लोन युज गर्यो ठ्याक्कै भन्न सकिन्छ भने त्यो त के भयो, स्पेसिफिक बोरिङ। ठिक छ सर, जुन लोन युज गर्यो भनेको छ त्यसकै रेट लगाइदिए भइहाल्यो, टेन्सनै भएन। जुन बोरिङ युज गर्यो भनेको छ त्यसको रेट लगाउने। अर्को हुन्छ जेनरल बोरिङ। जेनरल बोरिङमा चाहिँ कुन रेट युज गर, कुन लोन युज गर्यो थाहा नै हुँदैन। थाहा भएन भने त्यस्तो केसमा तपाईँले के गर्ने, जेनरल बोरिङ भएको कारणले एभरेज रेट निकाल्ने। एभरेज रेटको आधारमा इन्ट्रेस्ट निकालिदिने। वी हेभ मल्टिपल बोरिङ एट डिफ्रेन्ट रेट, fund is utilized from this borrowing in generally we use weighted average in interest rate. weighted average भनेको total interest divided total borrowing into 100% गरेपछि weighted average rate निस्किन्छ। अब एउटा इक्जाम्पल हेरौँ। जस्तै इक्जाम्पलमा हेर है त, ड्युरिङ द करेन्ट इयर, हेर्नु त, ड्युरिङ द करेन्ट इयर एन्टिटी हैज 1 million 6% लोन and 2 million 9% लोन। इट constructed a new factory cost 6 लाख रुपियाँ and was funded out of the existing loan। ल, मसँग 10 लाख रुपियाँ यो छ अनि 20 लाख रुपियाँ यो छ। अब मैले कन्स्ट्रक्सनलाई युज गरेँ 6 लाख रुपियाँ, कहाँबाट गरेँ, क्वेसनले भनेन। नभनेपछि अब एभरेज रेट निकाल्नु पर्यो। इन्ट्रेस्ट भनेको के त भन्दाखेरि एभरेज रेट निकाल्ने है त। 10 लाखमा 6%, 20 लाखको 9% डिभाइड बाई टोटल लोन कति, 30 लाख इन्टु 100% गरेपछि मेरो एभरेज रेट आयो। माई एभरेज रेट इज 8%। एभरेज रेट 8% आएपछि अब मैले के गरेँ त भन्दाखेरि 6 लाखलाई 8%को दरले 8 महिना। सर कसरी आयो 8 महिना, हेर्नु नि, कन्स्ट्रक्सन हाम्रो 8 महिनामा सकिएको छ भने चाहिँ 8 महिना गरेपछि हाम्रो इन्ट्रेस्ट टु बी क्यापिटलाइज कति आयो, 32,000। ठिक छ। यस्ता खालका क्वेसनहरू हामीले क्यालकुलेसन गर्यौँ। जस्तै यहाँ इक्जाम्पल अर्को पनि हेरौँ। हेरौँ, इक्जाम्पलमा हामीले के गर्यौँ, सर क्यारियर्स कम्पनी ह्याड दि फलोइङ ब्याङ्क लोन। कति छ, 9% लोन 15 लाख 15 मिलियन, 11% लोन 24 मिलियन। अब कन्स्ट्रक्सन सुरु गर्यो 1 अप्रिलमा, 6 मिलियन पैसा चाहिँ त्यो बेलामा युज गर्यो अनि अन अगस्त फेरि 2 मिलियन चाहिँ युज गर्यो। अब 6 र 2 भने चाहिँ टोटल 8 मिलियन युज गर्यो। कहाँबाट गर्यो थाहा छैन। नभएपछि हामीले के गर्ने, एभरेज रेट निकाल्ने।
कसरी निकाल्यो 15 × 9%, 24 × 11% डिभाइडेड टोटल लोन भनेको 15 + 24 भनेपछि एभरेज रेट आयो मेरो 10.23%। इन्ट्रेस्ट टु बी क्यापिटलाइज भनेको 6 मिलियनमा चाहिँ कहिले निकाल्यो 6 मिलियन हेर्नु न 1 अप्रिलमा भनेपछि हामीले के गर्नु पर्यो अप्रिल मे जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर 9 महिनाको ब्याज निकाल्नु पर्यो। अर्को 2 मिलियन कहिले निकाल्यो अगस्तमा अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर 5 महिनाको ब्याज निकाल्नु पर्यो। यति गरेपछि मेरो इन्ट्रेस्ट टु बी क्यापिटलाइज हुने भयो 5,45,600। ओके, यसमा हामीले अर्को एउटा सानो कन्सेप्ट पनि के पढ्यो भने यो त क्याल्कुलेसन भइहाल्यो। यसमा यो इन्ट्रेस्ट अन के अरे इन्कम अन स्पेसिफिक बोरिङ भनेर पनि पढ्यो, इन्कम अन स्पेसिफिक बोरिङ भनेर पनि पढ्यो। यसमा हामीले के छलफल गर्यो भने सर कहिले कहिले के हुन्छ भने हामीले कन्स्ट्रक्सनलाई भनेर चाहिँ लोन लियौँ, कन्स्ट्रक्सनलाई भनेर लिएको लोन चाहिँ अब अहिले त युज भएन, अब के गर्ने त भन्दाखेरि त्यसलाई ब्याङ्कमा यसो डिपोजिट गरिदिउँ अलिअलि ब्याज आउँछ भन्ने हिसाबमा ब्याङ्कमा हामीले डिपोजिट पनि गरिदिउँ, त्यहाँबाट हामीलाई ब्याङ्कबाट अलिकति ब्याज पनि आयो। त्यो ब्याजलाई चाहिँ के गर्ने भन्ने कुरा आयो। यसमा हेर्नु त समटाइम नट अल द लोन एमाउन्ट्स इज युज अप इमिडिएटली, सबै पैसा अहिले युज भइहाल्दैन। वी माइट ह्याभ सम आइडियल फन्ड इन आवर एकाउन्ट, इन्ट्रेस्ट त लागिरहेको छ, सो इन्स्टेड अफ किपिङ आइडल वी मे इन्भेस्ट समवेयर, जस्तै एफडीमा गरिदियो, डिभेन्चरहरू किनिदियो अनि अर्न सम इन्कम। अब त्यो इन्कमलाई के गर्ने भन्ने केसमा चाहिँ तपाईँले इन्ट्रेस्ट जति क्यापिटलाइज गर्यो त्यहाँबाट घटाइदिने, डिडक्ट फ्रम इन्ट्रेस्ट टु बी क्यापिटलाइज भनेर भन्छ। एउटा इक्जाम्पल हेर्नु है त, एउटा इक्जाम्पलमा यहाँ आयो। ओके, यहाँ आयो Gilbert took out 7.5 million 10% loan on 1 January 2016। 1 January 2016 में उन्हें 7.5 million लोन लियो to build a new warehouse during the year। Construction of the warehouse began on 1 February 2016 and was completed by 30th November। 30th November उन्हें काम भयो 1 February देखि 30th November, यहाँदेखि यहाँसम्म। Not all the funds were immediately utilized। Gilbert invested 2 million in 4.5% bond on 1 January to 1 May भनेपछि जनवरीदेखि मेसम्म, जनवरी फेब्रुअरी मार्च अप्रिल मेको त 1 महिना 4 महिना उसले इन्भेस्ट पनि गरिदियो, यहाँ 4 महिना उसले इन्भेस्ट पनि गरिदियो। अब कति चाहिँ क्यापिटलाइज गर्ने भनेको छ, ठिकै छ। उसले के गर्यो 7.5 मिलियन ल्याएको छ होइन, 7.5 मिलियनको 10% उसले 10/12 महिना 10 महिना युज गरेको छ नि हामीले। 10 महिना कसरी कहिले हो हेर्नु त, फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर 10 महिना हाम्रो कन्स्ट्रक्सन चलेको छ भनेपछि 10/12 कन्स्ट्रक्सन भयो, माइनस 2 मिलियन उसले इन्भेस्ट गरेको छ, 2 मिलियनमा 4.5% दरले ब्याज कमाइयो। कति महिनालाई फेब्रुअरी मार्च अप्रिल 3 महिनालाई। सो 3 महिनाको हामीले कति 3 महिना कि 4 महिना हुनु पर्यो, फ्रम जनवरी टु मे, जनवरी फेब्रुअरी मार्च अप्रिल, जनवरी फेब्रुअरी मार्च अप्रिल, जनवरीको त भएन नि त, जनवरीमा त हाम्रो कामै भएको छैन, क्यापिटलाइजै गरेको छैन नि हामीले, जनवरी होइन फेब्रुअरीबाट हेर्नु पर्यो, फेब्रुअरी मार्च अप्रिल 3 महिनाको चाहिँ हामीले ब्याज लिनु पर्यो। सो 3 महिनाको ब्याज लिँदाखेरि त्यो इन्ट्रेस्टलाई चाहिँ हामीले के गर्ने, त्यो इन्ट्रेस्ट इन्कमलाई चाहिँ इन्ट्रेस्टको खर्चबाट घटाउने भन्छ। इन्ट्रेस्ट टु बी क्यापिटलाइज कति हुनुभयो 6,02,500 भयो। भन्न खोजेको के, यदि हामीले स्पेसिफिक बोरिङ गरेको कुरा कहीँ इन्भेस्ट गराएको छ त्यहाँबाट इन्कम आएको छ भने इन्ट्रेस्ट टु बी क्यापिटलाइजबाट घटाइदिने हो। ठिक छ, अब अरू त कन्सेप्ट छैन होला, अरू त हाम्रो के हो सबै क्याल्कुलेसन नै हुन्। सो यसमा हामीले IAS 23 मा स्पेसिफिक बोरिङ, जेनरल बोरिङ, कहिले क्यापिटलाइजेसन गर्ने कहिले क्यापिटलाइजेसन रोक्ने यस्ता कुराहरू हामीले डिस्कसन गर्नु पर्यो। योसँग रिलेटेड हामीलाई MCQs मा इम्पोर्टेन्ट भइहाल्यो। ल भन्नु त कसैलाई केही डाउट छ भने